फर्के पनि हुन्थ्यो बराई त्यही मेरो बाला मेरा समयले छलिसक्यो आधा उमेर ढलिसक्यो घडीको सुई उल्टो घुमेर फर्के पनि हुन्थ्यो बराई त्यही मेरो बाला उमेर फर्के पनि हुन्थ्यो बराई त्यही मेरो बाला उमेर। मैले अघि नै भनिसकेँ अब सायद म कालो छु त्यही भएर नि होला त्यही त भन्नु पर्यो अरू त मैले गीत गाउन नि सक्छु होइन अब बोल्न पनि सक्छु म लाटो होइन अब सबै कुराहरूमा बाबु दिन्छौ र मलाई नानी दिन्छौ र है तिर्खाएको बटुवालाई पानी दिन्छौ र दिम्ला त नि तिमलाई दिम्ला त नि त्यही काखमाथि सिरन राखी रुम्ला त म त केही पनि खोटो देख्दिनँ होइन होइन छाला पनि हजुरको छाला के दोष छ र ग्लो छ साइनिङ छ छाला। ईश्वर सिंहलाई चाहिँ नेपाली मौलिक गीत सङ्गीतमा तपाईँ आफैमा पनि एउटा मौलिक गायक हुनुहुन्छ मलाई चाहिँ उहाँको एकदमै आवाज राम्रो लाग्छ अथवा पर्सनालिटी पनि राम्रो लाग्छ भन्ने गायक चाहिँ तपाईँले दुईजना गायकको नाम लिनु पर्दाखेरि मेरो सङ्गीतको करियरमा उहाँसँग एउटै मात्रै गीत भए पनि गाउन पाए हुन्थ्यो भन्ने लागेको कुनै त्यस्तो छ? छन त छ तर नभनौँ नाम चाहिँ नभनौँ हो क्या सिरी फुल सिराको मेरो मायालु गुल्मीतिरको सिरी फुल सिराको मेरो मायालु गुल्मीतिरको मनले पनि तिम्रै नाम जपनी तिमी छौरा खुसी छु म पनि। अहिले पछिल्लो समयमा हाम्रो मेला महोत्सव अथवा वैदेशिक कार्यक्रमहरूमा पनि त्यो खालको एउटा होइन भनौँ त्यसलाई त्यो विकृति जस्तै भनौँ न त्यो खालको एउटा चलिरहेछ किनकि एउटाको गीत चल्यो भने अर्को साथीले लो त्यसको गयो त्यो अब माथि जान्छ त्यसको चाहिँ सबै लोकप्रियता हुने भयो त्यसलाई सबैले चिन्ने भए म तल पर्ने भयो त्यो खालको एउटा स्वभाव चाहिँ चिन्तन छ क्या साथीहरूको। त्यो हिजै मात्रै चाहिँ अमेरिकाबाट पनि एउटा खालको मलाई फोन आएको गीत सुनेर चाहिँ प्रत्यक्ष त्यहाँ हाम्रो बागलुङ समाजको अध्यक्ष जो निर थापाजी हुनुहुन्छ उहाँले अमेरिकाबाट अनि उहाँले पनि फोन गर्नुभएको छ। अब हाम्रो यता युरोपतिरबाट पनि फोन आइरहेको प्रभाव पनि भयो र ल है अब चाहिँ गर्नुपर्छ है भाइ भन्ने खालको एउटा तयारी अवस्थामा बस्दै गर्नु है। यहाँ हाम्रो कार्यक्रम हुँदा साथ आउने चाहिँ अब तपाईँ नै हो है भन्ने प्रकारको सङ्केत कार्यक्रम भइहाल्यो भने भाइलाई चाहिँ भनिरहेको छ। आयरल्यान्डबाट नि हाम्रो हिजै फोन गर्नुभएको थियो ल हिजो 5 वटा हाम्रो बाहिरबाट ठाउँबाट फोन आएको थियो। नमस्ते सबैजनालाई, म प्रस्तुता राजेश बर्देवा र यो कार्यक्रम द रियल टक। रियल टकमा हामीले उनी कलाकार जसले पछिल्लो समयमा तपाईँहरूले धेरै माया गर्नुभएको गीत घडीको सुई उल्टो घुमेर आफ्नो बालकपनको उमेर फर्काउन मिल्ने भए मैले पनि बालपनको उमेर फर्काउँथेँ। त्यस्तो प्रविधिको विकास भएको भए आज धेरै जनसङ्ख्याले आफ्नो बालपन फर्काउँथे होला किनेरै भए पनि, तर यो असम्भव कुरा हो। अहिले त्यस्तै सिर्जना जुन सिर्जनाले माया पायो उनै एउटा कालोजी सिर्जनाका सर्जक गायकहरू आज हाम्रो स्टुडियोमा हुनुहुन्छ। लोकप्रिय गायक ईश्वर सिंह र लोकप्रिय गायिका कालिका रोका मगर। यहाँहरू दुवैजनालाई द रियल टकमा हार्दिक स्वागत गर्दछु। धन्यवाद। र सबैभन्दा पहिला हजुरलाई धेरै धेरै बधाई। हजुरलाई फेरि पनि धन्यवाद। धन्यवाद यहाँ सबैजनालाई।
युट्युब भ्युजहरू पाउनका लागि मात्रै गराएको गीतहरू गाएर तपाईँहरू हिट भएको भए सायद यति धेरै मजा आउने थिएन होला। तपाईँहरूको गीतको दर्शकहरूको मायाको स्पिड यति धेरै छ ताकि दिन दुगुना रात चौगुना भने जस्तो यस मेन स्ट्रिमको मिडियाले कोअर्डिनेसन गर्ने कोअपरेसन गर्ने कामहरू अलिक कम देखिएको हो कि भन्ने भान हुन्छ। यसमा चाहिँ के भन्नुहुन्छ तपाईँ? ईश्वर सिंहबाट सुरु गरौँ। धन्यवाद। यति राम्रो प्रश्न र यहाँ सबैलाई जागृत गराउने एउटा प्रश्न हो। विशेष गरी हामीलाई भन्दा पनि होइन, विशेष गरी मलाई अथवा हामी यो गायक गायिकालाई सर्जकलाई भन्दा पनि यो गीत सङ्गीतलाई विशेष गरी नेपाली मौलिक गीत सङ्गीतलाई र नेपाली माटोलाई सुहाउने गीत जो बजारमा हामीले सर्जकहरूले निकाल्नुहुन्छ ती गीतहरूलाई प्रमोसन गर्नको लागि मिडियाको पनि ठुलो हात हुन्छ। नेपाली गीत सङ्गीतलाई संरक्षण गर्ने एउटा पाटो मिडियाको ठुलो हात हुन्छ होइन। अब कलाकारलाई थाहा हुन्न कि यो गीत बजारमा ल्याइसकेपछि अब दर्शकको माया पाइन्छ भन्ने त्यति सबै ग्यारेन्टी त हुँदैन। यसलाई चाहिँ अलि छरपष्ट बनाउनको लागि र नेपाली मौलिक गीत सङ्गीतलाई अझै जगेर्ना गर्नको लागि र अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा यसलाई हस्तान्तरण गर्नको लागि मिडियाले यसलाई अलिक बडो रूपमा यसलाई अलि जोडदार रूपमा उठाइदिएपछि हामी जस्ता कलाकारहरू मौलिक गीत सङ्गीतमै भनौँ न सुरुवातदेखि अन्तिमसम्म अहिलेसम्म हामी यही गीत सङ्गीतलाई र नेपाली मौलिक गीत सङ्गीतलाई जगेर्ना गर्नुपर्छ जगाउनुपर्छ भन्ने उद्देश्यले लागेका हामी कलाकारहरूलाई पनि टेवा पुग्ने थियो भन्ने कुरामा हामी अब छौँ होइन। यहाँहरूको माया त पाइएला। अब बिस्तारै बिस्तारै बल्ल समय भर्खरै सुरुवाती चरणमा छौँ हाम्रो यो गीतको विषयमा बोल्दै गर्दाखेरि। र यहाँले सोधिसक्नु भएको छ विशेष गरी हाम्रो घडीको सुई उल्टो घुमेर गीत पछिल्लो समयमा अत्यन्तै धेरैजना दर्शक श्रोताहरूले टिकटक युजर्सहरू त्यसै गरेर हाम्रो फेसबुकको रिल्स बनाउने आदरणीय हाम्रो दर्शक श्रोताहरूले अत्यन्तै धेरै छोटो समयमा यस्तो छ कि एउटा रेकर्डै तोडिएछ गीतले भनौँ न। अब छोटो समयमा धेरै टिकटक धेरै फेसबुक रिल्स बनाउने एउटा गीत पहिलो गीत मध्येमा अथवा के अरे टिकटकको ट्रेन्डिङ वानमा रहिरहेको छ। यहाँ सबैजनाको माया त हामीले दर्शकबाट पाइएको छ। दर्शकको माया त अपार छ। हामीले यसलाई अब धेरैचोटि हामीले धन्यवाद दिइरहेका छौँ र यो धन्यवादले पनि पुग्दैन। यहाँलाई आत्मैदेखि सम्मान र हामीलाई माया गरेको होइन कि नेपाली मौलिक गीत सङ्गीतलाई माया गरेको भनेर हामीले चाहिँ सोचिरहेका छौँ। अब अरू त हामीले चाहिँ बिस्तारै बिस्तारै हेर्दै जान्छ। जस्तै कालिका रोकाले यो गीत तपाईँले एउटा जुन गायिकाको आवाज दिनुभयो, तपाईँले यो गीत गाउँदै गर्दाखेरि तपाईँलाई लागेको थियो ताकि यो गीतले यति धेरै सफलता हासिल गर्ला भन्ने लागेको थियो कि लागेको थिएन? त्यो त अब गाउने बेला नै मलाई एकदमै मन परेको गीत हो। पक्कै पनि सबैजनाले माया गरिदिनुहुन्छ भन्ने आशा त थियो, तर यति धेरै माया गर्नुहुन्छ भन्ने चाहिँ मैले सोचेको थिएन। सोचेको भन्दा बढी माया गरिदिनु भएको छ। म एकदमै खुसी भन्दा पनि धेरै खुसी छु। अनि यो गीत जस्तै हजुरले कसरी गाउने मौका कसरी जुर्यो? जस्तै गायिका त अब मौलिक गायिकाहरू अरू पनि थियो होला होइन, मौलिक गीत गाउने गायिका त अरू पनि हुनुहुन्थ्यो भनौँ न, तर पनि कालिका रोकाले नै यो गीतमा आवाज भर्ने एउटा सुखद संयोग त्यो सुनौलो अवसर चाहिँ कसरी जुर्यो त? त्यो अब ईश्वर भाइसँग चाहिँ हामी पहिलेदेखि अब धेरै वर्ष अगाडि धेरै गीत पनि गाएका छौँ दिदीभाइले। र अब पछिल्लो समयमा चाहिँ हाम्रो अलि वर्षै भयो हामी सँगै गीत नगाएको, हाम्रो आवाजहरू बजारमा नआएको। त्यही भएर पनि अब एउटा राम्रो गीत गरौँ न त भन्ने कुरा पनि भएको थियो। र अब ठ्याक्क गीत चाहिँ भाइले सुनाइहाल्नु भयो, मलाई पनि मन छोयो। अब दिदीभाइ मिलेर सहकार्य गरियो। भाइलाई चाहिँ यो गीत यति मिठो गीत होइन एउटा गाउने अवसर दिनुभएकोमा ईश्वर भाइ, हाम्रो यति मिठो शब्द लेख्नुहुने शिव अखिल भाइ, दुवैजनालाई म एकदमै सम्मान गर्न चाहन्छु। यस्तै मिठा मिठा गीतलाई मलाई सम्झिनु होला भन्ने। विशेष गरी मैले कुरा काटेँ। यो गीत चाहिँ अलिकति अब एउटा मानव जातिको कल्पनाको विषय एकदम होइन, मान्छेलाई एकदम रुचिको विषय हुन्छ कि हजुरले सुरुवातमै बोल्नु भएको थियो। त्यो पैसाले किन्ने भए पनि त्यो बाल उमेर चाहिँ फर्काउँथ्यो होला मान्छेलाई। त सबैलाई लाग्छ कि त्यो पुरानो दिनहरू त्यो पुरानो अतीतहरू एकचोटि स्मरण गर्दाखेरि त्यो
त्यो समय त्यो एउटा चाहिँ जीवन होइन भिन्दै खालको थियो नि त। यस्तो शब्द एउटा यस्तो मजाले चाहिँ फिल्डमा डुबेर होइन विशेष गरी हाम्रो यो शब्द यसको त बलियो पक्ष भनेकै शब्द होइन। भाका त तपाईँको हाम्रो मौलिक लोक भाकाहरू त मैले सिर्जना गर्ने भाकाहरू त लगभग सबै मौलिक नै हुन्छ होइन। हामी यही हाम्रै नेपाली गीत सङ्गीतलाई अब यानी माया सोरठी होइन सुनी माया लगायतका धेरै गीतहरूका भावहरूलाई मैले समेटेर बनाउने गर्छु। तर यसको शब्द अत्यन्तै बलियो पक्ष भनेको शब्द छ शिव अखिली सर। अत्यन्तै गहिरिएर यसलाई डुबेर त्यो थेगोलाई बुझेर होइन त्यो थेगोमा मजाले खेलेर प्रस्तुत हुनुभएको छ। विशेष गरी हाम्रो शिव अखिली सरलाई पनि हामीले विशेष सम्मान दिन चाहन्छौँ। यसको सर्जक हुनुहुन्छ। यो हजुरले भन्नुभयो यो गीतको चाहिँ शब्द एकदमै सुन्दर पक्ष हो किनभने यसको मेन थिम नै मान्छेले किनभने हरेक मान्छे आफ्नो जीवन अवस्थाको उमेर अवस्थाको धेरै चरण पार गरिसक्यो होइन। जो एउटा बालापन भनेको मान्छेको जीवनको सबैभन्दा महत्त्वपूर्ण उमेर अवस्था रहेछ किनकि त्यो उमेर अवस्थामा उसको बाबु आफूसँग हुन्छ, उसको आमा आफूसँग हुन्छ, आफ्नो दाजुभाइ आफ्नो सबै घर परिवार आफूसँग हुन्छ होइन। अहिले जो जहाँ विदेशमा भए पनि वास्तवमा बालपनको उमेर चाहिँ मान्छेले फिल गर्ने भनेकै आफ्ना साथीभाइ होइन, आफ्नो स्कुल, आफ्नो गुरु अनि आफ्नो घर परिवार अनि आफन्त नातागोता इष्टमित्रहरू पनि त्यो उमेर समूहमा आफूले फिल गर्न पाइन्छ। तर अहिले त मान्छेहरू के छ भने एउटै देशमा भए पनि छोरो एउटा अर्को देशमा अर्को ठाउँमा बस्छ, छोरी अर्को ठाउँमा बस्छ, आफ्नो भाइ अर्को ठाउँमा बस्छ। र तपाईँको भिडियोको दृश्यमा पनि तपाईँहरूले यस्तो धेरै दृश्यहरू समावेश गरिदिनु भएछ कि त्यो बालापनको स्कुल गएको ड्रेस होइन अनि त्यो स्कुलको आफ्नो जुन स्टोरीहरू जुन हुन्छ स्कुल पढ्दाखेरिको त्यस्तो कुराहरू त चुङ्गी खेलेको गुच्चा खेलेको एउटा छुटे छ मलाई चाहिँ किनकि म बाँसको सोफालाको फेरि बनाएर दगुरेको एउटा चाहिँ के छुट्यो भने के छुट्यो होला त्यो भन्नु। त्यो मेरो ब्याकग्राउन्डको भएको कारणले है सबैको त त्यो नहुन सक्छ। त्यस एउटा त्यो मोजा हुन्छ जुराको फेरि त्यो बल बनाएर त्यो रस्सी टाँगेर चाहिँ खेलेको किनकि म त्यसरी हुर्केको नि त त्यसरी आएको मेरो ब्याकग्राउन्ड म त्यो खेलाडीबाट आएको हामीलाई पढ्थ्यो भनेर धेरै दर्शकले भन्नुभएको थियो क्या मलाई मेरो शुभचिन्तकहरूले। हजुर हजुर त्यो पनि एउटा चाहिँ राम्रै हुन्थ्यो होला जस्तो लागिरहेको थियो। एउटा अंश चाहिँ सुनौँ पहिला किनकि हाम्रो अब यो गीत विशेष पनि हामीले कुराकानी गर्दैछौँ। यो गीतमा पनि हामी किन कुराकानी गर्दैछौँ भने मौलिक गीतहरूबाट पनि आफ्नो सङ्गीतलाई व्यावसायिक बनाउन सकिन्छ। व्यावसायिक बनाउनलाई कुनै छाडा गीत ल्याउनुपर्छ, छाडा भिडियो नै हुनुपर्छ भन्ने खालको कुरा हुँदो रहेनछ भन्ने खालको सन्देश यो गीतले यो सिर्जनाले दिएको हुनाले पनि र अन्य स्रष्टाहरूलाई पनि मौलिक गीत सिर्जना गर्ने एउटा प्रेरणा मिलोस् भन्नका लागि पनि हामीले यो गीत विशेष कुराकानी गर्दैछौँ। र यसको एकदमै टिकटकमा मन पराइएको एउटा लाइन गायिकाको शब्दबाट कुन छ त्यो एउटा आमा तिम्रो पीडा पर्ने आमा तिम्रो यो लाइन एक अंश हजुरलाई सुनाइदिन हुन्छ। आमा तिम्रो पीडा पनि थाहा भो आफै आमा बनी घडीको सै उल्टो घुमेर आई फर्के पनि हुन्थ्यो बराई त्यही मेरो बाला मेरा आई फर्के पनि हुन्थ्यो बराई त्यही मेरो बाला मेरा। धन्यवाद। आमा भन्ने शब्द पनि भयो। यो गीतले विदेशमा बसेको जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ नि अब उहाँहरूलाई त यो गीतले त एकदमै धेरै भावुक बनाउने नै भयो एकदमै। अनि कालिका रोका हजुरको आमा पनि हुनुहुन्छ होला? हजुर आमा कहाँ घरमै गाउँमै हुनुहुन्छ। आमालाई छेउमा राखेर गीत गाएको छु। यो गीतको भिडियोमा हजुरको आफ्नै आमा छेउमै बस्नु भएको छ, नाच्नु भएको छ, बस्नु भएको छ मेरो आमा। आमासँग कुराकानी चाहिँ जोस भइरहेको छ। आमा बुवा दुवैजना हुनुहुन्छ। अनि गायकको चाहिँ कुन लाइन बढी जसो टिकटकमा हजुरको जान त सबै गयो होला? सबै नै गएको छ जान त तर बढी चाहिँ समयले छलेपछि गाएकी जस्तो लाग्छ मलाई। सबै टुक्काहरू त्यत्तिकै छ कि किनकि अब सबै घस लाग्ने छ सबै खालको कस्तिर छ भने अब यता
तपाईँको जिम्मेवारी अब यो मान्छेले पर्ने जिम्मेवारी व्यावहारिक कुराहरू पनि यही शब्द यही गीतमा समेटिएको छ। अब आमाका कुराहरू आमाका पीडाहरू पनि यही गीतमा समेटिएको छ। आफ्नै बारेमा आफ्नै सबै कुराहरू साथीभाइ त्यो बालापनका चिजहरू पनि त्यसैमा समेटिएको छ। अब त्यो साथीभाइहरू अब कहाँ गयो होलान्, बसिरहेको खायो, कुन ठाउँमा होलान्, अब त्यो एउटा चाहिँ फोटोमा मात्रै सीमित होइन। त तपाईँको कोही कुन ठाउँमा हुनुहुन्छ होला, त्यो कुराहरू पनि त्यहीमा समेटेको छ। अब व्यावहारिक कुराहरू, आर्थिकका कुराहरू होइन, सबै कुराहरू, जिम्मेवारीका कुराहरू सबै समेटेको हुनाले त्यो भएर बढी टिकटक बनेको कि जस्तो लाग्छ। टुक्का त सबै बराबरै गएको छ, समयले छलिसक्यो भन्ने अलिक बढी गएको छ। त्यसको एउटा अंश ईश्वर सिंहको आवाज एकपछि झन् धेरै रुचाउँदै जानुभएको परिस्थिति पनि हो नेपाली लोक सङ्गीतमा। मैले त हजुरको पञ्चेबाजाका गीतहरू आउँदादेखि नै र रेडियोको यात्रादेखि नै हामीले हजुरको आवाजलाई रेडियोकै माध्यमबाट पनि दर्शक श्रोताहरू समक्ष पुर्याउनलाई धेरै प्रयास गरेको पनि चाहिँ पहिलो इन्टरभ्यू नै हजुरले लिनुभएको हो धौलागिरी एफएममा हो। यसको केही अंश हजुरलाई सुनाइदिन अनुरोध गरेँ मैले। हस् हुन्छ। ए समयले छलिसक्यो भन्ने यो गीतको सुरुको शब्द हो। समयले छलिसक्यो आधा उमेर ढलिसक्यो घडीको सुई उल्टो घुमेर फर्के पनि हुन्थ्यो बराई त्यही मेरो बाला उमेर फर्के पनि हुन्थ्यो बराई त्यही मेरो बाला उमेर। आहा धेरै मिठो। मैले यसो तपाईँको युट्युबमा कमेन्ट पनि हेरेको थिएँ होइन। हजुर के भन्नुभएको रहेछ, कस्तो कस्तो प्रतिक्रिया दिनुभएको रहेछ श्रोताहरूले, दर्शकहरूले भनेर। अब कतिले भन्नुभएको छ कि मेरो एकदमै आँसु आयो होइन, यो गीत सुनेर एकदमै आँसु आयो मेरो भन्नुभएको छ। मलाई नि 5-6 क्लास पढ्दाको साथ यो गीतको यादले चाहिँ मेरो 5-6 क्लासको याद आयो भन्नुभएको छ कसैले होइन। जति पटक सुने नि धित नमर्ने कति राम्रो होला भन्नुभएको छ। उमेरको सोही उल्टो घुमेर राम्रो मिल्ने थियो जस्तो लाग्छ मेरो विचारमा, गीत राम्रो छ भन्नुभएको छ कसैले है। टिकटकमा धुम मचाएको सुनेर आएको है गीत सुन्न, टिकटकमा जस्तो युट्युबमा चलेको रहेनछ भन्नुभयो। ओहो त्यही होला हो। छड्के सिउँदो काडी हिँड्थे वारी डाक्दा पारी हिँड्थे भन्ने टुक्का रहेछ त्यहाँ होइन। एकदम राम्रो राम्रो प्रतिक्रियाहरू छ। अनि तपाईँले त्यो युट्युबमा आएको कमेन्टमा तपाईँको दिमागमा झट्टा आउने कुनै त्यस्तो कमेन्ट पढ्नु भएको छ? मलाई यो कमेन्ट अलि चाहिँ इन्ट्रेस्टिङ लागेको थियो भन्ने केही कि तपाईँले हेर्न भ्याउनु भएको छ? मलाई त्यहाँ एउटा युट्युबमा कमेन्ट पनि गर्नुभएको थियो र म इनबक्समा पनि मलाई पठाउनु भएको थियो। हजुर त्यो उहाँले चाहिँ अलि भोइस नै पठाउनु भएको थियो क्या। यो जीवनमा अत्यन्तै मेरो जीवनमा यस्तो गीत पठाइदिनु भयो कि त्यो मैले 1000चोटि सुने तर त्यसको धित मरेन, यस्तो छोयो कि त्यो गीतले म त्यो रोए पनि होइन भनेर चाहिँ एउटा त्यो रोगै भोइसै पठाउनु भएको थियो। यस्तै गीतहरू गाउँदै जानु होला होइन। यस्तै शुभकामना छ तपाईँलाई। बल्ल मलाई चाहिँ चित्तबुद्ध गीत आयो भन्ने खालका धेरैहरू कमेन्टहरू आएको थिए। इनबक्स पनि मलाई पठाइराख्नु भएको छ। बधाई त धेरै आइरहेछन् फोनबाटै मेसेजबाटै। खेम सेन्चुरी हामी जो आफैमा एकदमै लोकप्रिय गायक हुनुहुन्छ, नेपाली मौलिक गीत सङ्गीतमा धेरै ठुलो उहाँको एउटा योगदान छ होइन, जसले सङ्गीत गरेका गाएका धेरै गीतहरू रुचाइएको छ। पछिल्लो समयको चलचित्र लाली बजारको गीत पनि धेरै रुचाइयो पनि र उहाँले पनि फेसबुकमा निकै सुन्दर शब्दहरू लेखेर सेयर गरेको मैले देखेँ। अनि अब मैले त सुन्दा बित्तिकै सेयर गरेको हो होइन, सायद हजुरहरूले देख्नु भयो। अनि मैले चाहिँ हजुरहरूलाई भन्नुभन्दा छिटो त्यो सेयर गर्दा होला भन्ने लाग्यो होइन, र मैले पनि सेयर गरेँ। किनभने पछिल्लो समयमा जसरी भाइरल गीतहरूको एउटा बजारमा एउटा ट्रेन्ड चलेको थियो होइन, युट्युब बेसमा रहेर युट्युबलाई भ्युज गर्ने हिसाबले जस्तो प्रकृतिका गीतहरू आउने क्रम एक दिनपछि अर्को बढ्दै थियो, त्यस्तो परिस्थिति र त्यस्तो परिवेशमा पनि हजुरहरूले
एउटा यस्तो ब्रेकडाउन दिनुभयो कि यो गीतले होइन उहाँहरूलाई अहिले होइन गीत त हामीले टिपिकलै गाउनु पर्ने रहेछ आखिर टिपिकल गीत नै दर्शकहरूले मन पराउने रहेछ है होइन कतै हामीले नक्कली काम त गरिराखेका छैनौँ भन्ने खालको फिल चाहिँ तपाईँहरूले त्यस्तो प्रकारको अर्को वेका केही साथीभाइहरूलाई दिनुभयो होइन यो कुराहरू कसैलाई हामीले यसरी व्यक्त गर्दा त्यस्तो राम्रो त नसुन्ला फेरि पनि सत्यता त यही नै हो होइन अनि त्यसले गर्दा जस्तै कस्तो लाग्यो अब हाम्रो खेम सेन्चुरीको प्रसङ्गमा हामीले कुराकानी गर्न खोज्छौँ। खेमजी अत्यन्तै हाम्रो नेपाली लोक सङ्गीतको अत्यन्तै एउटा दरिलो खम्बा हो होइन पछिल्लो समयमा हामी सँगै सहयात्री पनि हो। खेमजीले अत्यन्तै त्यो उहाँले मैले गाएका धेरै गीतहरू होइन यो मात्रै गीत नभएर अरू धेरै गीतहरू मलाई उहाँले भेटेर प्रत्यक्ष रूपमा अथवा हरेकचोटि मलाई भेटेर उहाँले भन्नुहुन्छ कि हजुरका गीतहरू प्रत्येक गीतहरू मलाई यस्तो मनपर्छ भनेर भनिराख्नुहुन्थ्यो उहाँले। तर यो गीत चाहिँ झनै अझै अब उहाँले त त्यो लेख्दाखेरि होइन मजाले लेखेर खुलेर सपोर्ट गर्नुभएको छ। कलाकारको एउटा धर्म त पनि हो होइन एउटा साथीले त्यो काम गर्दै गर्दा त्यो माया पाउँदै गर्दाखेरि अर्को साथीले एउटा सपोर्ट गर्नु त्यसलाई चाहिँ अझै थप ऊर्जा दिनु मनोबल बढाउनु त्यो राम्रो पक्ष हो। हामी सबैले त्यो कुराहरू जान्नुपर्छ सिक्नुपर्छ। हाम्रो साथीहरूमा त के छ भने एउटाको गीत चल्यो भने अर्को साथीले लो त्यसको भयो त्यो अब माथि जान्छ त्यसको चाहिँ सबै लोकप्रियता हुने भयो त्यसलाई सबैले चिन्ने भए म पनि तल पर्ने भयो त्यो खालको एउटा स्वभाव चाहिँ चिन्तन छ क्या साथीहरूको। त्यो भएको कारणले गर्दाखेरि नि हाम्रो नेपाली मौलिक गीत सङ्गीत तल पर्ने अरू चिजबाट हस्तक्षेप हुने राम्रो चिज पनि झन् उस्तै पनि नराम्रो बन्दिने होइन होइन त्यो भोलि त सकभर यो सिर्जनालाई मान्छेले होइन अरू त ठिकै हो त्यस्तो राम्रो त होइन तर दर्शकले मन परायो भन्ने भाषातिर पनि लान खोज्छन् जस्तो लाग्छ कि कसैले त होइन। खेमजीको अत्यन्तै मिठो त्यो एउटा मलाई एकदम मन छोएको थियो। त्यसरी नै हामी सबैलाई सपोर्ट गर्नुपर्छ सिक्नुपर्छ त्यो व्यवहार त्यो एउटा संस्कार सिकौँ भन्ने कुरो हो। खेमजीले एकदम त्यो कमेन्ट र त्यो सेयर देख्दै गर्दा मलाई पनि एकदम खुसी लागेको थियो। अनि खेमजी बाहेक त्यस्तै अन्य वसन्त थापा प्रहलाद सुवेदीले हजुर धेरै जस्तो हाम्रो फिल्डको साथीहरूले पनि सपोर्ट गरिराख्नु भएको छ होला। अब अरू साथीहरूले पनि अरू हाम्रो अग्रजहरूले पनि गर्दै हुनुहुन्छ होला कोही व्यस्तता हुनुहुन्छ होला कोही अब कता त्यो सबै आफ्नो त्यही लाइनमा हुन्छ भन्ने पनि हुँदैन नि त गरिदिनुहुन्छ होला अथवा उहाँले सुन्नु भएको छ होला होइन मनन गर्नु भएको छ। विकृति विसङ्गतिको बेलामा जसरी संस्थाले सम्झनुहुन्छ अथवा संस्थाले त्यसको बारेमा केही न केही प्रतिक्रियाहरू विज्ञप्तिहरू निकाल्नुहुन्छ नि त्यस्तै जस्तो मौलिक गीतहरूलाई पनि प्रश्रय गर्ने खालको हौसला दिने खालको पनि केही गतिविधि गरिदिएदेखि चाहिँ अझै राम्रो हुने थियो कि भन्ने चाहिँ मेरो पर्सपेक्टिभबाट चाहिँ लाग्छ। सबभन्दा यो तपाईँको विकृति विसङ्गति हटाउने सबभन्दा सुरुवातको राम्रो पोइन्ट भनेकै यही नै हो। हजुर जति तपाईँको पछिल्लो समयमा चिठी निकाल्ने विज्ञप्ति निकाल्ने ल गीत चोरी यहाँ चाहिँ बिगारे चाहिँ यहाँ चाहिँ यस्तो चाहिँ बढी छाडापन भयो भनेर त विज्ञप्ति संस्थाले निकाल्नुभन्दा यस्तो गीत नेपाली मौलिक गीत सङ्गीतलाई प्रोत्साहन दिने होइन त्यो कलाकारलाई संरक्षण गर्ने त्यस्ता तपाईँको सर्जकहरूलाई तपाईँले संरक्षण गर्ने त्यसलाई चाहिँ हौसला प्रदान गर्ने त्यस्तो कलाकारहरूलाई एउटा स्पेस दिने एउटा चाहिँ अथवा हुन्छ नि हरेक कार्यक्रमहरूमा सम्मानको हुन्छ कि अथवा त्यसलाई अझै ऊर्जाशील बनाउने खालको त्यो खालको एउटा कार्यक्रम बनाउने संस्थाले एउटा त्यो गरिदिने त्यो पाटो गरिदिने हो भने त हाम्रो मौलिक गीत सङ्गीत त यसै चाहिँ फस्टदै जान्छ ल अझै त्यसलाई चाहिँ तपाईँको मौलाउने एउटा गरेकालाई पनि हौसला हुन्छ हजुर हजुर नगरेकालाई पनि अब हामीले यस्तो गर्नुपर्छ है भन्ने मान्छे आफैमा पनि एउटा चाहिँ चेतनशील हुनुपर्छ। फेरि त्यो एउटा हाम्रो एउटा संस्था हो संस्थाले एउटा चाहिँ त्यो सबै कुरा गरिदिन्छ नै भन्ने कुरो त होइन। हामी आफै मानव जाति हामी आफै नेपाली हामी आफै एउटा नेपालको यो माटोमा जन्मिसकेपछि नेपालको माटोलाई सुहाउने संस्कार संस्कृति मौलिक गीत सङ्गीतलाई त हामीले आत्मसात गर्नुपर्छ हामीले संरक्षण गर्नुपर्छ हामी आफै नागरिकको अधिकार त हो। तर यहाँ कस्तो भइदियो भने अब अघि पछि चाहिँ खासै वास्ता नगरे जस्तो गर्ने जब चाहिँ विकृति आउँछ त्यो चाहिँ अलिकति बजारमा त्यो हाप फैलिन्छ अनि फेरि सेयर त्यही बढी हुन्छ अनि त्यही माथि फेरि संस्थाले चाहिँ फेरि विज्ञप्ति निकालेर त्यही खालको हल्ला हल्ला गर्ने खालको त्यो परिपाटी हुन त गर्न लास्ट टाइम गर्दिन भनेर सम्मति गर्ने अनि त्यो गीतको प्रचार
त्यसलाई झन् चाहिँ किनकि मलजल युजहरू गरिरहेको हो, मलजल गर्ने गरे जस्तै गर्न त गर्न खोज्नु भएको होइन तर त्यो परिस्थिति त्यो बनाइदिएको छ कि त्यो भएको कारणले गर्दाखेरि जस्तो हुन त हामीलाई यो गीत गाएर मौलिक गीतहरू हामी गाइराख्नेलाई यस्तो गर्दै हुन्थ्यो भन्ने त सबैले लाग्छ होइन तर समग्र नेपाली गीत सङ्गीतलाई संरक्षण गर्नको लागि र संस्थाले खेल्ने भूमिकामा अझै त्यो सुरुवाती चरणहरूमा त्यस्ता चिजहरू अझै अहिलेबाटै गरिदिँदै जाँदाखेरि त्यो अझै अटोमेटिकली त्यो कुराहरू केही सुधार हुन्थ्यो कि भन्ने कुराहरू मात्रै हो। यस्तो खालको केही कुराहरू छ कि अब तपाईँहरू सिधै भाका ओके भयो, शब्द ओके भयो, एरेन्जरले एरेन्ज गर्नुभयो, एचबिएन किस्मतले यसको एरेन्ज गर्नुभयो होइन, अलिकति केही सम्झिन लायकको अर्को कुनै क्षणहरू? यो चुनाव ताका चाहिँ घरमा जाँदाखेरि शिव सरले चाहिँ मलाई फ्याट्ट चाहिँ त्यो मेसेन्जरमा त्यो थेगो पठाउनु भएको थियो। तपाईँले मागेर पठाउनु भएको थियो कि मैले उहाँले आफै चाहिँ कस्तो लाग्छ सर यस्तो बन्यो भने अनि त्यो घडीको सुई उल्टो घुमेर अनि त्यो थिमै चाहिँ मलाई ठ्याक्कै टच भइसकेपछि मैले चाहिँ त्यति बेला सुत्दै त्यो 10-11 बजेको समयमै राति चाहिँ मैले त्यो भाका तपाईँको दिमागमा भाका गुनगुनाएको थिएँ मैले। त्यसपछि सर यस्तो बनाएको भनेपछि उहाँले ओके यो राम्रो छ भन्ने कुरा आयो। त्यसपछि स्टुडियोमा आइयो, त्यसलाई अब मिक्सिङ के अरे एरेन्जमेन्टहरू गरियो। यो गीत चाहिँ अलिक अरू कलाकारहरूले पनि माग्नु भएको थियो होइन, मलाई तपाईँले भाका बनाइसकेपछि अरू कलाकारहरूले गायिकाहरूले विशेष गायिकाहरूले म गर्छु कि भन्ने कुरा पनि गर्नुभएको थियो। कसले भन्नुभएको थियो? अहिले अलि ठ्याक्कै नाम चाहिँ नलिउँ है होइन। फेरि उहाँले मलाई दिनु भएन, सबै कुरा लेखेको हुन्छ होइन। त्यसपछि फेरि दिदीले मलाई भनौँ न 1-2 वर्ष पहिलाबाटै मेरो सबै गीतहरू भयो एउटा बाजाको, किनकि हामी बागलुङको भइसकेपछि बागलुङको धेरै कार्यक्रमहरूमा हिँड्नुपर्छ होइन। त्यो भएको कारणले गर्दाखेरि एउटा पञ्चे बाजाको गीत हामी बागलुङीको भएन भने अलि हामीलाई होइन कि भन्ने खालको एउटा त्यो खालको भाव भइरहेछ। पहिला त हामीले एउटा गीत त गाएको थियौँ होइन, त्यो अलिक त्यस्तो पुरानो भइसकेपछि एउटा नयाँ गरौँ न त भनेर उहाँले मलाई भनिराख्नु भएको थियो। अनि मैले चाहिँ उहाँलाई पहिलाबाट भनिरहेको हुनाले होइन यो गीत चाहिँ कालिका दिदीलाई दिँदाखेरि राम्रै न्याय हुन्छ होला भन्ने भएर दिदीलाई सुनाएको, ओके गर्नुभयो, जस गाइयो, राम्रो भयो। एरेन्जमेन्ट हाम्रो पनि एकदम किस्मत, हाम्रो एचबिएन किस्मतले मेहनत गर्नुभयो। एचबिएन किस्मतको पछिल्लो समयमा एकदमै मेहनत देखिन्छ नेपाली म्युजिकमा होइन। उहाँको धेरै जसो गीतहरू दर्शकहरूले श्रोताहरूले रुचाउनु भएको पनि छ। सो हामी यो कार्यक्रम मार्फत हामीले एकदम मिस गरेको भनौँ न सर्जक शिव खेलीदेखि लिएर अनि यसको म्युजिक भिडियो तपाईँहरूले कहाँ गाउँमा गराउनु भएको? मेरो गाउँमा। ए हजुरको गाउँमा हो? हजुरको गाउँ कहाँ हो र? मेरो गाउँ बागलुङ कहाँ? बडीघाट। ए बडीघाट कहाँ? बडीघाट ग्वाली चोर भनेपछि गाउँमा भनेपछि हजुरको आमा नि हुनुहुन्छ भिडियोमा? को हुनुहुन्छ त त्यो भिडियोमा? सबैजना हुनुहुन्छ। हजुरको फ्यामिलीबाट को हुनुहुन्छ? बाबा हुनुहुन्छ, आमा हुनुहुन्छ, भाइहरू बहिनीहरू, अब भदै सबै बुहारीहरू सबै छन्। ए अनि त्यो सुटिङ गाउँमै गर्ने भन्ने खालको सोच हजुरले भन्नुभयो गाउँमै जाउँ गाउँमै गरौँ भनेर? यस्तो हो, अब खास हामी अब उतै घुम्टे जाने प्लान पनि थियो अनि त्यसपछि ईश्वर पनि उतै जाने। मैले चाहिँ अब खास गाउँतिरै गर्दा राम्रो होला भन्ने अब पहिलेबाट कुराकानी भएको थियो। यहाँ गर्न भन्दा गाउँतिरै गरौँ भन्ने कुरा भएको थियो। गाउँतिर गर्ने भन्दा मैले चाहिँ गोलगोलतिरै गर्ने हो कि भने पहिला त होइन। अनि ईश्वरले चाहिँ हाम्रोतिर अलि धेरै भएको छ, बरु तपाईँ गाउँमा गरौँ न भन्ने कुरा भयो कि मैले मैले मेरो गाउँमा अब फेरि यस्तो हो नि त, अब अहिलेसम्म गरेको नि थिएन मैले गाउँमा होइन। उसले त धेरै सुटिङ गरे आफ्नो गाउँमा गरे फेरि व्यवस्थापनको जिम्मा आफ्नो ठाउँमा पर्ने हो होइन। त्यो चाहिँ होइन है, त्यो किन भन्दा मलाई त्यो अलिकति मान्छेलाई आउँदैन नि त कुनै बेला होइन। अनि उसले सम्झाएपछि ठ्याक्क मैले सँगै बसेर गाउँतिर कल गरेर ल हामी यस्तो यस्तो गर्दैछौँ, अब त्यहाँ सबै कुराहरू मिलाउनुहोस्, हामी यति गते आउँछौँ भनेर कुराकानी मिलाएपछि अनि गाउँ गइयो। सबैजना हाम्रो दाईहरू अब दिदीहरू होइन, आमा बुवा सबैजनाले साथ पनि दिनुभयो। हाम्रो विशेष गरी हाम्रो लीला बलामी दाई, नरबहादुर दाई अनि बुद्ध मामा अनि त्यसपछि हाम्रो नरेन्द्र भाइहरू लगायत सबैजनाले एउटा
राम्रो व्यवस्थापन गर्नुभयो होइन। अनि त्यसमा फेरि अभिनय पनि तपाईँहरू आफैले गर्नुभएको रहेछ हजुर होइन। प्रायः जस्तो गायक गायिकाहरू गायनमा त अब्बल हुन्छन्, तर अभिनयमा आफूलाई कतिको निभाउन सकिन्छ कि सकिन्न भन्ने त चुनौती नै हुन्छ नि त होइन क्यामेरा फेसमा। तर पनि हजुरलाई त्यहाँ ओहो गायकले गरेको राम्रो सुहाएन, बरु अर्कैलाई खेलाएको भए हुन्थ्यो भन्ने देखिया छैन म दर्शकको आँखाबाट हेर्दा होइन। अब ईश्वरजीले पनि आफैले गरिराख्नु भएको गर्दाखेरि त्यो सुटिङको कुनै अप्ठ्यारो गाह्रो साह्रो परेको अथवा कुनै अलि रमाइलो त्यस्तो केही क्षणहरू छैन केही पनि यस्तो छ। गीत त आफैले गाएको भएको कारणले गर्दा अब त्यहाँ त्यो पाठहरू सजिलो त हुँदैन। फेरि यसमा फेरि कस्तो छ भने त्यो बालापनको हामीले चाहिँ बच्चाहरूलाई होइन त्यो बालापनको त्यही उमेरको सौनी खालको हाम्रो भाइ बहिनीहरूलाई चाहिँ खेलाएका छौँ। त्यसको माथिको चाहिँ हामीले चाहिँ आफैले खेलेका छौँ। अब त्यो आफैले गाएको त्यो शब्दहरू सबै त्यो कण्ठ भएको कारणले गर्दाखेरि फेरि त्यो सजिलो तरिकाले मजाले हो किनकि गीत आफैले कण्ठ पनि हुने भयो, फेरि त्यो फिल्ममा मजाले गरियो हो आफैले गाउने भएको हुनाले होइन। अब जस्तै ईश्वर सिंह यो गीत पहिलाको भन्दा एकदम सुपरहिट नै भयो, ट्रेन्डिङको त तपाईँको नेपालको नम्बर 1मै पनि गयो। यसभन्दा अगाडि टिकटक नेपालको ट्रेन्डिङ 1मा गएका अरू गीतहरूको रेकर्ड त थियो होला होइन। टिकटकमा सबै गीतहरू राम्रै भइरहेको थिए, तर यो चाहिँ अझै राम्रो भयो, अझै राम्रो भयो भनेको मतलब छोटो समयमा टिकटकमा धेरै रिजल्ट दिने खालको गीत चाहिँ अलमोस्ट धेरै सर्जक संस्थाहरूको गीतबाट पनि यो अग्रपङ्क्तिको हो कि अरू सबै छोटो समय जनरबाट भनौँ न। हजुर सबै जनरबाट होइन, लोकगीतबाट मात्र नभएर सबै जनरबाट टिकटकमा सबैभन्दा छोटो समयमा धेरै रिजल्ट दिने गीतको रूपमा चाहिँ यो गीत भयो। यो पनि एउटा कीर्तिमानी हो होइन। अब यसभन्दा अगाडि पनि फेरि ईश्वरसँगका गीत हिट नभएका भन्ने त होइन फेरि होइन। यसभन्दा अगाडि पनि तपाईँका धेरै गीतहरू हिट छन्। यसभन्दा अगाडि हिट भएको एउटा गीतको नाम लिनु पर्दा कुन गीत लिनुहुन्छ? यो थरा दिन्छौ बाबु दिन्छौ भन्ने पनि त्यस्तै भएको थियो। त्यो गीतको छोटो अंश सुनाइदिनुहोस् न। थरा दिन्छौ कि बाबु दिन्छौ कि भन्ने त्यो असाध्यै राम्रो लाग्ने गीत। यो गीत चाहिँ विशेष गरी मैले सिर्जना गरेको गीत, आफैले सिर्जना मैले आफैले यसको सबै भावहरू यसमा थिएको चाहिँ एउटा सबै मिक्स छ होइन। यसको शब्द चाहिँ आदरणीय वरिष्ठ सर्जक आदरणीय दाई रमेश विजी दाईले लेख्नु। रमेश विजी दाईले यो गीतको शब्द लेख्नुभयो। यसको म्युजिक त मैले सबै शब्द कि थियो मात्रै नै सबै शब्द लेख्नु रमेश विजी। हजुर उहाँ चाहिँ एकदमै अग्रज स्रष्टा। यसमा थिएको चाहिँ छैन, सबै शब्दमा यथाकै छुट्टा छुट्टै लाइन छुट्टै लाइनहरू छ। यसको एउटा चाहिँ टिकटकमा एकदमै मन पराइएको छोटो अंश सुनौँ। यसको स्वर चाहिँ हाम्रो रेशम निर्दोष र सुमन थापा मैले गाउनु भएको छ है। त्यो गीत गाउँछु। बाबु दिन्छौ र मलाई नानी दिन्छौ र बाबु दिन्छौ र मलाई नानी दिन्छौ र है तिर्खाएको बटुवालाई पानी दिन्छौ र दिम्ला त नि तिमलाई दिम्ला त नि त्यही काखमाथि सिरन राखी रुम्ला त। यो गीत थियो। हजुर त देश विदेश पनि धेरै गरिसक्नु भयो हजुर होइन। मेला महोत्सवहरू पनि धेरै हिँड्नुहुन्छ। अनि मेला महोत्सवहरूमा पछिल्लो समयमा गायक गायिकाहरूलाई सम्झिन भन्दा पनि आजभोलिको महोत्सवमा गीतकारहरू सङ्गीतकारहरूलाई अलि बढी ज्यादा सम्झेको देख्न पाइन्छ कि यसमा चाहिँ हजुरको केही प्रतिक्रिया छ? मैले मेरो यो चाहिँ कुन दृष्टिकोणबाट भनेको भने कम्तीमा पनि स्टेज राम्रो गायकले पाउनुपर्छ होइन, गीतकार स्टेज जानुहुन्न भनेको चाहिँ होइन, तर गायकहरू पछि भएर गीतकारहरूलाई प्राथमिकतामा राख्दाखेरि दर्शक श्रोतालाई पनि कहीँ अन्याय हुन्छ कि भन्ने पोइन्टबाट मात्रै भन्न खोजेको होइन। यो विशुद्ध अहिले पछिल्लो समयमा हाम्रो मेला महोत्सव अथवा वैदेशिक कार्यक्रमहरूमा पनि त्यो खालको एउटा होइन भनौँ त्यसलाई त्यो विकृति जस्तै भनौँ न, त्यो खालको एउटा चलिरहेछ। किनकि अब हाम्रो नेपाली मेला महोत्सव जति पनि हाम्रो महोत्सवहरू हुन्छ मेलाहरू हुन्छ यसमा विशुद्ध
नेपाली मौलिक गीत सङ्गीतलाई पनि त्यो खालको एउटा गाउने कलाकारलाई त्यो खालको एउटा सर्जक विशेष गरी अहिले गायकलाई स्टेजमा त गायक नै हुने प्रायः जसो यहाँलाई त्यो खालको एउटा कुनै खालको प्रतिशोध नसाधिकन होइन उहाँलाई चाहिँ प्रत्यक्ष रूपमा त्यो कलाकारलाई ठाउँ दिए राम्रो हुन्थ्यो। त्यहाँका दर्शकहरूले पनि त्यो गीत गाउने मान्छे प्रत्यक्ष स्टेजमा उभिँदै गर्दाखेरि र दर्शकले त्यो खालको एउटा मजा लिने कुराहरू रहन्थे भन्ने कुरा हो। अहिले चाहिँ कस्तो छ भने पछिल्लो समयमा अब एउटा कलाकार अब त्यही कलाकारले अर्को कलाकारलाई चाहिँ कोर्डिनेसन गर्ने होइन उहाँलाई चाहिँ आलो पाइन्छ के भन्छ त्यसलाई त्यो खालको एउटा चाहिँ प्रवृत्ति पनि कहीँ कतै देखिन्छ होइन। त्यो खालको नहोस्, विशुद्ध त्यहाँको दर्शकहरूले के चाहेको छ, कस्तो खालको कलाकारहरू त्यो दर्शकहरूले चाहिरहेको छ त्यही खालको कलाकारहरूलाई आयोजकहरूले त्यहाँ प्रस्तुत गरिदिँदाखेरि आयोजकको पनि एउटा खालको राम्रो सम्मान हुने र दर्शकलाई पनि त्यहाँ गइसकेपछि त्यो खालको एउटा फिल लिने त्यो खालको मजा लिने खालको एउटा कार्यक्रम बन्थ्यो भन्ने कुरा हो। अरू त ठिकै छ, अब हाम्रा मेलाहरू महोत्सवहरू चलिरहेछन्, हाम्रो कलाकारहरूले पनि त्यहाँ जानुभएको छ। सबै कलाकार अट्नै पर्छ, सबै कलाकार त्यहीँ सबै एउटै मेलामा अट्नुपर्छ भन्ने पनि होइन। जस्तो हाम्रै बागलुङमै मेला महोत्सव हुँदै गर्दाखेरि हाम्रै बागलुङका कलाकारहरू बागलुङका त्यहाँका भाइब्सका गीतहरू त्यहाँ दर्शकहरू त त्यही खालका दर्शकहरू आइरहेको हुन्छ नि, झ्याउरे सुन्ने दर्शकहरू त्यसरी चाहिँ आउँदै गर्दाखेरि त्यही गीत गाएको कलाकारहरूले चाहिँ प्राथमिकता दियो भने त्यहाँबाट अब दर्शकलाई पनि राम्रो भयो। पप गीतका हामीले त्यस्तो अपमान गर्न खोजेको होइन, त्यो खालको चाहिँ कलाकारहरूले जाँदै गर्दा त्यहाँ त्यो कोर्डिनेसन मिल्दैन कि होइन, त्यो दर्शकसँगको चाहिँ दर्शक र कलाकार कोर्डिनेसन हो, त्यो खालको गर्नुपर्छ। ती कलाकार आउँदै गर्दा कम्तीमा टिपिकल र कल्चरल को कलाकारलाई पनि नछुटाउँदाखेरि हुन्छ भन्ने जस्तो त्यही खालको फेरि दर्शकहरूलाई त्यही खालको कलाकार बोलाउँछ, दर्शक पनि सन्तुष्टि भयो। जस्तै कालिका रोका तपाईँ धेरै मौलिक गीतहरू गाउनुहुन्छ भनेको मतलब तपाईँले गाएका अधिकांश गीतहरू नै मौलिकै छन् भनौँ न, तर पनि हजुर रेकर्डिङमा जति भ्याइ नभए हुनु पर्थ्यो, विदेशका कार्यक्रममा जति भ्याइ नभए हुनु पर्थ्यो नि कालिका रोकालाई, तर तपाईँलाई हामीले एकदमै कम तपाईँको खोट कहाँतिर देख्नु भयो आयोजकहरूले, म त केही पनि खोट देख्दिनँ होइन। होइन छाला पनि हजुरको छाला के दोष र ग्लो छ, साइनिङ छ, छाला राम्रो छ। एनिवे यसमा चाहिँ खास मलाई त्यस्तो लाग्छ किनभने जो गायकहरू अब्बल हुनुहुन्छ गीत गाउन, जसको गीतहरू पनि हिँड्छ होइन, जस्तै तपाईँको गीत हिँड छैन त्यही भएर तपाईँलाई बोलाएन भन्ने ठाउँ पनि भएन, हजुरको आवाज कमजोर छ त्यही भएर तपाईँले स्टेजमा मौका पाउनु भएन भन्ने पनि होइन होइन। तपाईँ स्टेजमा तपाईँले गीत गाउनै सक्नुहुन्न, दर्शकहरूलाई मनोरञ्जनै दिन सक्नुहुन्न भन्ने पनि लाग्दैन, किनभने तपाईँको धेरै कार्यक्रमहरू प्रत्यक्ष मैले पनि देखेको छु। त्यसले गर्दा तपाईँ विदेशका कार्यक्रम होस् अथवा देशभित्रका मेला महोत्सव कन्सर्ट इभेन्टका कार्यक्रम होस् अथवा स्टुडियोका रेकर्डिङका गीतहरूमा होस्, किन हजुरले आफ्नो उपस्थिति कम देख्नुहुन्छ, तपाईँलाई के लाग्छ? अब के लाग्छ भन्दा नि खै किन बोलाउनुहुन्न, किन माया गर्नुहुन्न मलाई थाहा छैन। मैले अघि नै भनिसकेँ, अब सायद म कालो छु त्यही भएर नि होला। त्यही त भन्नु पर्यो, अरू त मैले गीत गाउन नि सक्छु होइन, अब बोल्न पनि सक्छु, म लाटो होइन। अब सबै कुराहरूमा नराम्रो लाग्दैन होइन, अब त्यही नै होला कमजोरी जस्तो लाग्छ कि अब होइन। त्यो भन्दा पनि अब कार्यक्रमहरूमा बिजी हौँ, अब सबै कुरामा बिजी भइयोस् त भन्ने त जसलाई पनि हुन्छ। अब मैले पनि 2060 सालबाट गीत सङ्गीतमै सङ्घर्ष गरिरहेको छु, 22-23 वर्षै भइसक्यो होइन। अनि अब गीत पनि धेरै नै गाएको छु मैले। अब कोही तपाईँले गाएको एउटा गीत सुनाइदिनुहोस् न, तपाईँले गाएको दर्शकले रुचाएको एउटा गीत। अहिले पछिल्लो समयमा चाहिँ अब सबैजनाले धेरै माया गरिदिनु भएको गीत, जुन गीत चाहिँ बेलायतमा तपाईँले अझै धेरै माया पाउनु भएको हो, देउरालीलाई फुलपाती धजा छ, त्यो बेलायतमै छायाङ्कन गर्नुभएको गीत हो। त्यो उतै रेकर्ड गरेर उतै सुटिङ गरेर बजार पठाएको गीत हो यो चाहिँ। यसमा चाहिँ हाम्रो मौसम गुरुङजीको लय, त्यसै गरी ओम छिनालको शब्द, मनसुजन दाई र मेरो आवाज थियो यसमा। यो चाहिँ एकदमै धेरै माया गरिदिनु भयो सबैजनाले। यो एक टुक्का गाउन मनले पनि तिम्रै नाम जपनी तिमी छौरा खुसी छु म पनि
देउरालीलाई फुलपाती धाजा छ मायालुलाई मनभित्र सजा छ ए मायालुलाई मनभित्र सजा छ। धन्यवाद। ईश्वर सिंहलाई चाहिँ नेपाली मौलिक गीत सङ्गीतमा तपाईँ आफैमा पनि एउटा मौलिक गायक हुनुहुन्छ। मलाई चाहिँ उहाँको एकदमै आवाज राम्रो लाग्छ अथवा पर्सनालिटी पनि राम्रो लाग्छ भन्ने गायक चाहिँ तपाईँले दुईजना गायकको नाम लिनु पर्दाखेरि? हुन त अब सबै मौलिक लोकसङ्गीतका आदरणीय सर्जक स्रष्टाहरू, गायक आदरणीय अग्रजहरू सबै सम्माननीय हुनुहुन्छ। र मैले चाहिँ अलि यो लाग्दै गर्दा र मैले बढी अलि गीत सुन्ने र अझै म प्रभावित चाहिँ मेरो भन्नुपर्दाखेरि आदरणीय दाई नेपाली गीत सङ्गीत, नेपाली मौलिक गीत सङ्गीतलाई पनि त्यत्तिकै यहाँसम्म पुर्याउन सफल आदरणीय व्यक्तित्व नारायण रायमाझी दाई। त्यसै गरेर अत्यन्तै मलाई अझै मनपर्ने मौलिक हाम्रै भाकाहरू, हाम्रै होइन चिजहरूलाई अत्यन्तै छर्लङ्ग तरिकाले एउटा प्रोष्टक तरिकाले गाइराख्ने आदरणीय प्रिय दाई पनि हुनुहुन्छ, खडक गर्बुज दाई। उहाँहरू चाहिँ मेरो अत्यन्तै सम्मानीय दाईहरू। त्योभन्दा अग्रजहरू पनि हुनुहुन्छ होला, तर दुईजना मात्रै। मेरो उमेरले मेरो यो उसले चाहिँ ठ्याक्क भ्याउने खालको म सानो बालपनदेखि एउटा सुन्दै आएको, मैले बढी क्याच गरेको चाहिँ गीतहरू उहाँहरूको अत्यन्तै उहाँहरूलाई मनपर्छ। नारायण रायमाझी जो नेपाली लोकसङ्गीत मौलिक गीत सङ्गीतको एउटा अग्रज विभागीय कलाकार, स्रष्टा, गायक पनि हुनुहुन्छ। तपाईँले लिएको दुईवटा नाम मलाई पनि एकदम मनपर्ने नाम हो है। मलाई लागेको थियो कि उहाँ चाहिँ मलाई ठिकै लाग्छ भन्ने हुन्छ नि कुनै त होइन, तपाईँलाई राम्रो लागेको चिज मलाई ठिकै लाग्न सक्छ। एकदमै सम्मान गर्छु दाइहरुलाई। मलाई पनि त्यो एकदम राम्रो लागेको नाम तपाईँले भन्नुभयो, त्यो अर्थमा म पनि झन् प्रसन्न भएँ। कालिका रोकालाई चाहिँ दुईटा अग्रज गायकको नाम लिनु पर्दाखेरि, गायककै नाम लिनु पर्दाखेरि तपाईँलाई मन परेको गायकको नाम लिनु पर्दा? मलाई पनि त्यही नै हो, मैले धेरै गीत सुन्ने हो। ठ्याक्कै त होइन, भन्नु न, अरू पनि हुन सक्छ। होइन, अरू पनि हुनुहुन्छ, धेरैजना हुनुहुन्छ। पछिल्लो त्यो बाहेक अरू नाम थप्न पर्दाखेरि थप्दिनुस् न त ल। थप्न पर्दाखेरि चाहिँ अब मलाई मनपर्ने गीतहरू, सिर्जनाहरू मनपर्ने हाम्रो मौसम गुरुङजी अनि वसन्त दाई। ओके। अहिले नयाँ जेनेरेसन हजुर, नयाँ जेनेरेसनमा चाहिँ उहाँहरू दुईजनालाई चाहिँ उहाँको सिर्जनाहरू चाहिँ मलाई सबै आवाज पनि गायिकाहरूको नाम लिनु पर्दाखेरि चाहिँ गायिकाको नाम ल्याउँदा त म एकदमै बिमा दिदीको गीत सुनेर हुर्किएको, बिमा कुमारी दुरा दिदीको। अनि दिदीकै गीतबाट अहिले पनि मैले गाउँछु, कोही कोही बेला मैले बिमा दिदीको गीतहरू गाउँछु, हजुरले पनि सुन्नु भएको छ। र मलाई मनपर्ने एकदमै उहाँको गीत सुनेरै मलाई कलाकार बन्ने ऊर्जा आएको हुनाले बिमा दिदी अनि हरिदेवी कैराला दिदी, दुईजना दिदीहरू। हुन त धेरै दिदीहरू हुनुहुन्छ, शर्मिला दिदी हुनुहुन्छ, अब लक्ष्मी नेपाली दिदी हुनुहुन्छ। अब पछिल्लो समयमा पनि अब धेरै दिदीहरू हुनुहुन्छ होइन, मभन्दा अग्रज दिदीहरू। तर पनि म चाहिँ एकदमै नाम लिनु पर्दा र मैले म उहाँहरूको आवाजको फ्यान भएको कारणले चाहिँ दुईजना दिदीहरूलाई। अनि ईश्वर सिंहलाई दुईजना गायिकाको नाम लिनु पर्दाखेरि हजुरलाई एकदमै राम्रो लाग्ने आवाज, मिठो लाग्ने आवाज? मैले बढी धेरै यसो गीत सुन्ने अब आदरणीय त्यति बेला दिदीको लौटी बजार होइन, बिमा दिदीकै अब सुनियो। त्यसरी अब त्योभन्दा अघिका अग्रज गायिकाहरू दिदीहरूको पनि हुनुहुन्छ, त्यत्तिकै राम्रो उहाँ त्यति बेला उहाँहरूको त्यत्तिकै त्यही खालको माहौल थियो होला। तर मैले सुन्ने, मैले जान्ने हुँदाखेरि दिदीहरूको आवाज चाहिँ सुनेको हुनाले क्या हाम्रो यो उमेरका साथीहरूले सायद धेरै जसो दिदीका त्यति बेलाको गीतहरू धेरै सुन्ने गरिन्थ्यो। हामीले बजारमा एल्बमका जमानामा दिदीहरू, त्यसै लक्ष्मी नेउपर्ने दिदीहरू होइन, धेरै दिदीहरू हुनुहुन्छ। तर दुईजना भनेको हुनाले अब ठ्याक्कै ल्याइदेऊ न त, अरू सबै चाहिँ मेरो नजरमा चाहिँ हुन्छ। त्यतिखेरको बजारमा फेरि हामीलाई त्यो क्यासेटको खोल हेर्दाखेरि पनि आउने नाम भीमा कुमारी दुरा र लक्ष्मी नेउपाने, गीतहरू आउँदाखेरि पनि अलि पछि भीमा कुमारी दुरा माझी अनि देवी हर्ती दिदीहरू हजुर होइन लगायत सबै आउनुभयो। सबै उतिकै सम्माननीय नै हुनुहुन्छ। तर
अनि राजु परियार चाहिँ कस्तो लाग्छ? राजु परियार एकदम दाइ त अब हाम्रो नेपाली लोकदोरी क्षेत्रको होइन अब अत्यन्तै वरिष्ठ लोकदोरी अझै पनि हामीसँगै सँगसँगै हुनुहुन्छ अझै होइन हामीसँगै अझै गीतहरू सुनेर हुर्केको अहिले पनि सँगसँगै हुनुहुन्छ। हाम्रै भाकामा दाइले लाइभ दोरी गाउनुहुन्छ दाइ त अझै ऐतिहासिक कुरा हो नि एकदम के एकदम खुसी लाग्छ। दाइको बालापन अझै सकिएको सम्मान छ। दाइ त अब हाम्रो यो लोकदोरी क्षेत्रको एउटा राजै भनौँ न त होइन एउटा त्यो खालको एउटा अवार्डेड गायक पनि हुनुहुन्छ। दाइलाई सम्मान धेरै धेरै सम्मान छ। दाइको अझै त्यो पहिलाको जस्तो हामीले सुन्दाखेरि जस्तो त्यो आवाज थियो कुनै तलमाथि चाहिँ छैन कि निरन्तर त्यो चाहिँ छ। राजु परियारको गला चाहिँ ट्रान्सफर गर्न मिल्ने भयो होइन त्यो त धेरैले गर्थ्यो होला जस्तो लाग्यो। त्यो गलाकै भनौँ न भएको होइन मलाई सँगै गाउन मन भएको तर अहिलेसम्म त्यो संयोग नजुरेको। मेरो सङ्गीतको करियरमा उहाँसँग एउटै मात्रै गीत भए पनि गाउन पाए हुन्थ्यो भन्ने लागेको कुनै त्यस्तो छ? छन त छ तर नभनौँ नाम चाहिँ नभनौँ हो क्या हो छ र छ है उहाँसँग एउटै मात्रै गीत भए पनि गाउन पाए हुन्थ्यो। मेरो गलाले काम गरुन्जेलसम्म मेरो सङ्गीत जीवन बाँच्दासम्म नाम चाहिँ नभनौँ तर छ त्यो चाहिँ नाम भन्दा चाहिँ हो है सपनै छ। हो माइ गॉड को होला त्यो नाम खोलाइदिनु न कि अर्को श्रृङ्खलामा खोलाउनु मिल्ने अहिले पछि भनौँला। ईश्वर सिंहलाई धेरै गायिकासँग त गाउनु भयो होइन गाउनु भयो हजुर तर हुन्छ नि मान्छेको आफ्नो एउटा इच्छा हुन्छ चाहना हुन्छ नि त होइन। मेरो व्यक्तिगत हिसाबले मेरा पनि धेरै चाहनाहरू आकाङ्क्षाहरू मसँग होला नि। विगतमा जोसँग गाए पनि जे भए पनि फ्युचरमा चाहिँ मलाई कम्तीमा पनि उहाँसँग मेरो गला मिलाउनु मन छ भन्ने चाहिँ छ। त्यस्तो नाम खुलाउन मिल्ने गायिका त्यो संयोगले एउटा चाहिँ सुरुवातीमा त्यो गीत सङ्गीतमा लाग्दै गर्दा सुरुमा पहिलो रेकर्ड गर्न आउँदाखेरि मैले चाहिँ त्यो सोचेको कलाकार चाहिँ त्यति बेला हाम्रो विष्णु माझी होइन। मैले त्यति बेला भर्खरै रेकर्ड पहिलो गीत रेकर्ड त्यहाँ गर्न आउँदै गर्दा विष्णु माझीलाई चाहिँ मैले चाहिँ सिफारिस गरेको थिएँ। त्यति बेला उहाँ अलिक बढी व्यस्तता हुनुहुन्थ्यो र त्यो बेला उहाँले गाउनु भएन। यो कुरा अलिक बुझाइदिनुहोस्। जस्तै तपाईँ पहिलो गीत रेकर्ड गर्न आउनुभयो त्यतिखेर विष्णु माझीको आवाज रेकर्ड मैले चाहिँ चाहना राख्नुभयो लेडिजको आवाज चाहिँ विष्णु माझीको हाल्नुपर्छ भन्ने मेरो पनि एउटा चाहना र हाम्रो सर्जकको पनि त्यो खालको एउटा भएर चाहिँ म चाहिँ त्यसलाई पोखरा भयो नि यहाँ चाहिँ आएँ। तर उहाँ अलिक बढी व्यस्तता भएको कारणले गर्दाखेरि हामीले पनि अब फर्स्ट टाइम नचिनेको होइन त्यो अलिक कोर्डिनेसन गर्न पनि अलिक गाह्रो त्यो खालको एउटा त्यो माध्यम नभइसकेपछि अनि उहाँ त्यति बेलाबाट चाहिँ मसँग त्यो ठ्याक्कै त्यो संयोग मिलेन। अनि त्यो अरू नयाँ गायिकाले गाउनुभयो। त्यसपछि गीत सङ्गीतमा गरियो लगभग धेरै गीतहरू गाउँदै अब आफूले सृजना गरियो। तर उहाँसँग त्यो ठ्याक्कै उहाँको त्यो सबै चिजहरू बिस्तारै त्यो अलिकति भूमिगत हुँदै गयो कि होइन। तर त्यो मलाई त्यो समय चाहिँ मिलेन मलाई होइन। अनि बिचमा पनि एउटा गीत चाहिँ मैले पछिल्लो धेरै लगभग परार साल एउटा हाम्रो के अरे उदय भट्टराई दाई उहाँको एउटा सिर्जना मैले भाका बनाएको थिएँ। उहाँले चाहिँ विष्णु माझीलाई गराउने है बाबु ल तिमीले राम्रो भाका बनाऊ भनेर चाहिँ दिनुभएको थियो। कुराकानी पनि भयो दिदीले गीत पनि मन पराउनु भयो भन्ने आएको थियो। तर पछि फेरि अब के कुरामा त्यो वातावरण मिलेन। नमिलेपछि अब त्यो एउटा चाहिँ अधुरो के सबै मैले लगभग नेपालका हाम्रो लोकदोरी यो हाम्रो मौलिक गीत सङ्गीतका सबै गायकहरूसँग गाएँ। मैले नगाए पनि मैले बनाएको सिर्जनाहरू गाउनु भएको छ उहाँहरूले। अब सुगमतिरका हाम्रो गायिकाहरूले पनि लगभग सबैसँग गाएको छु मैले होइन। तर दिदीसँग चाहिँ विष्णु माझी दिदीसँग ठ्याक्कै म आउने उहाँ चाहिँ अलिक भएकै भन्ने खालको त्यो खालको एउटा महसुस चाहिँ हुँदै त्यो जुरेन मलाई भनौँ न। त्यो चाहिँ एउटा इच्छा। अब अहिले पनि दिदीहरू फेरि आएर फर्किँदै आइदिएपछि यस्तै गाउँथ्यो होला अब कस्तो गीत बनाउँथ्यो होला भन्ने खालको त्यो उहाँलाई त्यो खालको त्यो रेन्ज त्यो घाँटीको त्यो सबै कुराहरू हेर्दाखेरि यस्तो खालको गीत बनाएर मैले उहाँसँग गाउँथेँ होला भन्ने। तपाईँ म्युजिकल करियरमा प्रवेश गरिसके पछाडि तपाईँलाई हौसला दिएको गीत यो गीतले अलिकति धेरै दर्शक श्रोताहरू समक्ष मलाई पुर्याउन खोज्यो है पुर्यायो है। अहिले अलिकति तपाईँलाई आत्मबल दिएको गीत चाहिँ नाम लिनु पर्दाखेरि
हुन त अब मेरो सबै गीतहरू पछिल्लो समयमा राम्रै भएको थिए। मेरो चाहिँ त्यो यानी माया गीत गाउँथ्यो गीत थियो यानी माया, जो मेरो गीत सङ्गीतको तेस्रो गीत थियो। तेस्रो रेकर्डिङमा तेस्रो। त्योभन्दा पहिला मैले 2टा गीतहरू आइसकेका थिएँ, त्यति निकालेर त्यो आफूलाई चाहिँ अब निकालियो भन्ने त थियो तर दर्शकहरू त्यसरी चाहिँ लिनु भएन कि भएको थिएन, पुगेको थिएन। त्यति बेला चाहिँ त्यो यानी माया गीत चाहिँ मैले जब गाइसकेपछि अहिले जस्तो यस्तो मिडिया चाहिँ त्यति थिएन नि त, युट्युब पनि खासै थिएन, एफएम रेडियोको तर त्यति बेला म्याक्सिमम अहिले यो घडीको सुई जस्तै त्यति त त्यो बज्यो। त्यो गीत बजाएको थियो, त्यो गीत बजाउने एउटा रेडियो प्रस्तुता म पनि हो, धौलागिरी एफएम। तपाईँ लागि भन्नुभयो मेरो म्युजिकल करियरको पहिलो इन्टरभ्यू हो भनेर होइन, त्यो कुरा त नट अ जोक। त्यो कुरा त हजुरले भोलिका दिनमा पनि भन्दाखेरि जीवनको हरेक पहिलो अनुभवहरू महत्त्वपूर्ण नै हुन्छ होइन। हजुरको अहिले गीत हिट भए पनि पहिलो गीत रेकर्डिङ गर्दाखेरिको क्षण अर्कै छ होइन। त्यसले गर्दाखेरि पहिलो इन्टरभ्यू त्यहीबाट पनि हामीले फोनबाट गरेका थियौँ, फोनमा हजुरले गर्नुभयो, अनि हामी उहीँ बागलुङमै गएर मजाले बसेर होइन त्यसपछि हामी गरियो। त्यो चाहिँ पहिलो एउटा त्यो इतिहासहरू पनि छ। त्यो गीतबाट जस मलाई पछि फर्किन चाहिँ परेन, किनकि त्यो गीत गाइसकेपछि एकदम धेरै सबैजनाले रुचाइदिनु भयो। यहाँको हाम्रो अग्रजदेखि लिएर सबै दर्शक श्रोताहरूले त्यसलाई चाहिँ मन पराइदिनु भयो। त्यो गीतको चाहिँ फेरि प्रकृति पनि अलिकति बढी ट्युनिङ भएको, अलिक नोटेसनहरू भएको गीत पनि भएको कारणले गर्दाखेरि एकदमै राम्रो त्यो गीतबाट चाहिँ मलाई टर्निङ पोइन्ट। पछि तपाईँले एउटा गुल्मीतिर बागलुङतिर भन्ने एउटा पञ्चेबाजा गीत पनि त्यतिकै हिट भयो होइन? त्यो पनि एउटा पञ्चेबाजामा पहिलोचोटि अथवा छिट्टै चाहिँ करोड क्लबमा पुग्ने, करोड क्लबमा शान्ता रानीसँग गाउनु भयो, स्याउली बजारमा भन्ने पनि मैले म्युजिक र थिएको मैले बनाएँ भने यसको शब्द चाहिँ रबिन लामिछानेले गर्नुभयो। त्यसको छोटो अंश चाहिँ सुनौ होला। हस् हुन्छ। रिने खोला तरेर रुरुमा हाम्रो भेट त्यहीँ भएको थियो सुरुमा, सिरफुल सिराको मेरो मायालु गुल्मीतिरको, सिरफुल सिराको मेरो मायालु गुल्मीतिरको। तपाईँ अब विदेशका कार्यक्रमहरू पनि धेरै गरिसक्नु भएको छ, अब चाहिँ बागलुङेहरू पनि धेरै विदेशमा हुनुहुन्छ। अब हजुरलाई चाहिँ जान मन लागेको देश चाहिँ भनौँ न, अभियसली कुनै आफू नभएको देश त जान मन लागि नै हाल्छ होइन। अब मलाई सम्झे भने जापानबाट सम्झे हुन्थ्यो भन्ने तपाईँलाई नलाग्न सक्छ, किनभने तपाईँ जापान धेरैचोटि पनि गइसक्नु भयो। बेलायतबाट नसम्झिदिए हुन्थ्यो केही समय भन्ने लाग्छ होला, किनकि बेलायत तपाईँ धेरैचोटि गइसक्नु भयो। बागलुङ समाज, त्यस्तै गरेर म गलकोट समाज, अनेक समाजहरू हुन्छन्। हामीलाई प्रायः जसो हामीलाई बोलाउने भनेको आफ्नै संस्थाले हो। अरू साथीहरूले अरू संस्थाबाट बोलाउनुहुन्छ, तर अझ विशेष चाहिँ उहाँ अलिक बढी प्राथमिकता राखिन्छ। हामीलाई पनि त्यो खालको माया हुन्छ नि त। त्यो भएको कारणले गर्दाखेरि अब अहिले तिजको यो तिज अब आउने तिजमा हाम्रो गलकोट समाज अस्ट्रेलिया उहाँको संस्थाको अध्यक्षज्यूले नै हिजो मलाई फोन गर्नुभएको थियो। ल अब हजुर चाहिँ रेडी हुनु है भन्ने खालको एउटा आएको छ। हिजै मात्रै चाहिँ अमेरिकाबाट पनि एउटा खालको मलाई फोन आएको छ। सुनेर चाहिँ प्रत्यक्ष त्यहाँ हाम्रो बागलुङ समाजको अध्यक्ष जो निर थापाजी हुनुहुन्छ, उहाँले अमेरिकाबाट अनि उहाँले पनि फोन गर्नुभएको छ। अब हाम्रो यता युरोपतिरबाट पनि फोन आइरहेको प्रभाव पनि भयो र ल है अब चाहिँ गर्नुपर्छ है भाइ भन्ने खालको एउटा तयारी अवस्थामा बस्दै गर्नु है। यहाँ हाम्रो कार्यक्रम हुँदा साथ आउने चाहिँ तपाईँ नै हो है भन्ने प्रकारको सङ्केत कार्यक्रम भइहाल्यो भने भाइलाई चाहिँ भनिरहेको छ। आयरल्यान्डबाट नि हाम्रो हिजै फोन गर्नुभएको थियो। ल हिजो 5वटा हाम्रो बाहिरबाट ठाउँबाट फोन आएको थियो। म त्योमा टिकटकमा एकचोटि लाइभ बसिराख्दाखेरि पनि त्यहाँ पनि आइरहेको थियो मेसेजहरू आइरहेको थियो। ठिक छ, अब एउटा कस्तो छ भने अब
हाम्रो नेपाली धेरैजना हुनुहुन्छ विदेशमा परदेशमा, किनकि यस्ता गीतहरूले बढी छुने गर्छ नि त फेरि हो नि होइन। अब त्यहाँ अरू म्युजिकहरू अरूका बिटका अरू चाहिँ तपाईँको वेस्टर्न म्युजिकहरू त उहाँले वहीँ सुनिराखेका हुन्छ, त्यसको खास महत्त्व हुँदैन। यस्ता चिजहरू जो मौलिक बाजाहरू जस्तो यसमा त मैले त तपाईँको माउरी बाजा पनि बजाएको छु यसमा, यो गीतमा माउरी बाजा पनि छ नि त, जो गुगलमा पनि त भेटिँदैन त्यो बाजा, लोपुन्नु बाजा हो। त्यो दुर्लभ बाजा, त्यो हाम्रो नेपालमा मात्रै, त्यही पनि अब विशेष गरी पहाडी इलाकामा, नेपालको सबै ठाउँमा होइन पाएन कि एउटा चाहिँ मौलिक पुरानो बाजा, त्यो बाजा चाहिँ मैले आफैले मेकिङ गरेर आफैले चाहिँ अध्ययन गरेर त्यसलाई रिसर्च गरेर बनाएर त्यहाँदेखि बजाउने गरेको छु स्टुडियोमा होइन। त्यो भएको कारणले त्यस्ता धुनहरू भएको एउटा हाम्रो ती धुनहरूले छुन्छ होला सायद विदेशमा बस्ने साथीहरूलाई, आदरणीय व्यक्तित्वहरूलाई। त्यो भएको कारणले गर्दाखेरि नि अत्यन्त यो गीतमा त धेरै प्रभावित हुनुहुन्छ, किनकि त्यो सबैभन्दा मलाई बढी फोन आउने बढी मेसेज आउने नै परदेश बस्ने साथीहरूले। यो गीतको सबैभन्दा अझ तुलनात्मक हिसाबले प्रभाव देशभित्रकोलाई भन्दा बाहिरकोलाई अझ बढी भयो। कालिका रोका पनि धेरै देश घुमिसक्नु भयो हजुर पनि। टिपिकल गीतहरू सुन्ने जति मान्छेहरूको माया त फेरि धेरै हुन्छ नि, उहाँहरूले रेस्पोन्स गर्ने उहाँहरूको मायाको त्यो जुन वेट हुन्छ नि त्यो चाहिँ एकदमै धेरै हुन्छ। टिपिकल गीतहरू सुन्नेहरू, अरू सुन्ने त आफूले इन्जोय गर्छन्, उनीहरू आर्टिस्टसँग त्यस्तो धेरै डाइरेक्ट कनेक्सनमा पनि हुन्न होला होइन अरू जनरको। तर कल्चरल बेसको गीतहरू चाहिँ मान्छेहरूले माया गर्छ भने उनीहरूले मनैदेखि माया गर्छ होइन। तपाईँ बेलायत जाँदाखेरि पनि त्यहाँको गुरुङ मगर समुदायको धेरै दाइ दिदीहरूले असाध्यै तपाईँलाई माया सम्मान गर्नुहुन्छ होइन। हामीले पनि प्रत्यक्ष देख्ने मौका पनि पाइयो। आगामी दिनमा मलाई सम्झे भने यो ठाउँको दाइहरूले सम्झिदियो हुन्थ्यो भन्ने चाहिँ तपाईँको मनमा केही छ त्यस्तो? होइन, अब त्यो त अब हुन्छ नै। अब हाम्रो विशेष गरी मलाई दुःख लाग्ने चाहिँ बरु अरू सङ्घ संस्थाहरूले बोलाएर म धेरै देशमा गएँ, तर हाम्रो बागलुङ गोलकोटले चाहिँ अहिलेसम्म नसम्झिँदा दुःख चाहिँ लाग्छ एकदमै। किन भन्दा बागलुङ समाजले पनि मलाई अहिलेसम्म मैले एउटा कार्यक्रम गरेको छैन विदेशमा, र गोलकोट समाज पनि गरेको छैन मैले कार्यक्रम होइन। किन अब आफ्नै ठाउँको त आशा लाग्छ बागलुङको होइन भन्ने, बागलुङमै होइन कि बागलुङै होइन होला कि नायर त बागलुङको जन्मेको अन्तै त होइन नि, हुन त्यही भएर नि होला। अब मलाई पनि अहिले चाहिँ लगभग 4-5 देशबाट अब कुराकानी भइरहेको छ। अब हेर बागलुङले चाहिँ होइन, बागलुङले सम्झिदिए हुन्थ्यो भन्ने चाहिँ मनमा छ, गर्व फिल हुन्थ्यो। तर मलाई युकेमा पनि अब म भन्दा म त गलकोट समाजबाट गएँ नि त, गलकोट समाजबाट जाँदै गर्दाखेरि ल है हाम्रो गलकोटे भन्ने खालको त्यो खालको एउटा फिल चाहिँ भएको थियो। जस्तो दिदीहरू त अरू संस्थाबाट जानु, म त अरू संस्थाबाट म धेरै गएँ, तर पनि आफ्नै समाज आफ्नै संस्था अब के अरे उसले बोलाउँदा जिल्लाले होइन, जिल्लाको अब एउटा बागलुङ समाजको एउटा बागलुङ भनेको त जुन ठाउँमा पनि त बागलुङ समाज छ नि त होइन। गोलकोट समाज छ, बागलुङ समाज छ, जुन देशमा पनि धेरै त बागलुङेहरू छ क्या हाम्रो विदेशमा होइन। जहाँ गए पनि बागलुङे भन्दा आफैलाई कति गर्व लाग्छ नि त। तर पनि बागलुङ समाजले चाहिँ मलाई नसम्झिँदा दुःख चाहिँ लाग्छ। समाजले चाहिँ सम्झिनुपर्छ भन्ने चाहिँ यो आवाज चाहिँ जति पनि हाम्रो बागलुङको विदेशमा रहनु भएको संस्थाका प्रतिनिधिहरू हुनुहुन्छ उहाँहरूसँगै आवाज पनि पुगोस्, म पनि यो कामना गर्छु। त्यही बागलुङको हामी त्यही उत्पादन हो, त्यहीँको रीतिरिवाज बुझेको, त्यहीँको संस्कार बुझेको, त्यहाँका गीत सङ्गीतका तिनी भावहरू, त्यहाँका सबै चिजहरू खेलिरहेको हामीले ती चिजहरू हामीले यही चिजले टपक्क टिपेर लगेर त्यो समाजमा त्यो विदेश भनौँ न अब युके अमेरिका अस्ट्रेलिया त्यहाँ गएर हामीले प्रस्तुत गर्ने पोख्ने हो नि त। त्यो पोख्दै गर्दाखेरि त त्यहाँका हाम्रा चिजहरू त्यहाँ गएर झल्किन्छन् होइन। त्यो उहाँलाई त्यो खालको महसुस त हुनु पऱ्यो नि त होइन। त्यो भएको किन हुन त मान्छेलाई बाध्यता हुन्छ, अब त्यहाँ हरेक कुराहरू होला, बाहिरको कलाकारहरू लिँदाखेरि त्यही खालको टिकेटिङ कुराहरू होला, व्यावसायिक कुराहरू पनि होला। तर विशुद्ध समाज भइसकेपछि समाजले त्यो संस्कृति बचाउने हो भने यदि संस्थालाई अझै आफ्नो जन्मभूमिप्रतिको, आफ्नो गाउँप्रतिको, आफ्नो जिल्लाप्रतिको अझै माया अझै गर्व बढाउने हो भने हाम्रै आफ्नै उत्पादन आफ्नै जिल्लाको त्यो मौलिक कला लोक संस्कार के छ उहाँलाई चाहिँ बढी प्रोत्साहन राख्नुपर्छ भन्ने कुरा भन्ने लाग्छ। कालिका रोकालाई धेरै गाह्रो त अब नेपाली सङ्गीत क्षेत्रमा आज तपाईँ गीत हिट भइसकेपछि
मान्छेले गीतको भ्युज देखेपछि हजुर होइन तपाईँलाई तपाईँ जब एउटा सरल जिन्दगीमा आइसकेपछि पो तपाईँले मान्छेको वाहवाही पाउनुहुन्छ, गाली पाउनुहुन्छ, तपाईँलाई हेलवाई गर्छन्, बोलाउँछन्। हजुर त्यस्तो गाली लाग्दो विगत पनि त थियो होला जति बेला तपाईँ निकै सङ्कटमा हुनुहुन्थ्यो, अप्ठ्यारोमा हुनुहुन्थ्यो होइन? त्यस्ता खालका परिस्थितिहरू पनि तपाईँले पार त गर्नुभयो होला। मैले भन्नु खोजेको धेरै कुराहरू अर्को श्रृङ्खलामा पनि हामी गरौँला होइन, अहिले हामी धेरै डिपमा पनि नजाउँ, तर त्यो परिस्थिति पनि तपाईँले बोल्नु होइन। धेरै दुःख भोग्यो होइन। अब गीत सङ्गीतमा धेरै सङ्घर्ष पनि गरेँ र धेरै मैले अब हुन्छ नि त मान्छेलाई अब एउटा दोहोरीमा काम गरेर गीत गर्ने भनेको त सानो कुरा पनि होइन। अब हामीले कसैले पनि घरबाट पैसा बोकेर त आएको होइन एल्बम गर्न होइन। अब दोहोरी साँझबाटै स्ट्रगल गरेर अब एल्बम गर्दै दोहोरीमा काम गर्दै गर्दा गर्दै अब कार्यक्रमहरू यताउता गर्ने, कहिले के गर्ने गर्दा गर्दै अब यो ठाउँसम्म एउटा के अरे अझै धेरै छ सङ्घर्ष गर्न त होइन। तर पनि यो ठाउँसम्म त जे होस् कालिका भनेर आफूले आफूलाई चिनाउने एउटा ठाउँ त बनाएँ नि त मैले होइन। त्यो भित्र बेसी नै लिनै पर्ने एक दुईवटा नामहरू लिन तपाईँ चाहनुहुन्छ भने लिँदा पनि हुन्छ। मलाई मेरो सङ्गीत करियरमा मलाई एकदमै राम्रो साथ दिने फलानु म दाई अथवा फलानु दिदी त्यस्तो कोही सम्झिने, किनभने जसले आफ्नो जीवनमा साथ दियो त्यो मान्छेलाई सम्झिने भनेको खास परिस्थितिमै हो होइन। तपाईँको मुखले चिल्लो घसेर त्यसको खास कुनै पनि अर्थ छैन होइन। र मलाई जीवनमा केही पात्रहरू जसलाई म कहिले पनि मेरो महत्त्वपूर्ण क्षणहरूमा उहाँहरूलाई म बिर्सिन सक्दिनँ भन्ने नामहरू छ र लिन मिल्ने छ भने पनि लिँदा हुन्छ, छैन होइन। त्यो त लिन मिल्न त किन नमिल्ने हो र। अब मैले चाहिँ नाम लिन पर्छ होइन। उहाँले किन मलाई दुःखमा साथ पनि दिनुभएको, मेरो साङ्गीतिक फिल्डमा पनि साथ दिनुभएको आदरणीय सर चन्द्र खत्री सरले चाहिँ मलाई पहिलोचोटि विदेश देखाउने उहाँ नै हो। घुम्टे नौमती बाजासम्म जापान होइन। र मैले चाहिँ चन्द्र सरले मैले उहाँको धेरै गीत पनि गाएको छु र सरले मलाई धेरै सपोर्ट पनि गर्नुभएको हो आफ्नो ठाउँको चेली भनेर होइन। त्यो कुरा तपाईँले कहिले पनि त्यो चाहिँ मैले बिर्सेको छैन। र गीत सङ्गीतमा चाहिँ मौसम गुरुङले मलाई धेरै सपोर्ट गर्नुभयो। मौसमसँगै म अब अहिलेसम्म होइन सहकारी गरिराखेकै छु उहाँसँग चाहिँ। उहाँले पनि मलाई मनदेखि नै एउटा आफ्नो पारिवारिक फ्यामिली जस्तो होइन एउटा बहिनी जस्तो मानेर मलाई खुल्ला दिलबाट सपोर्ट गर्नुहुन्छ उहाँलाई। तपाईँले नाम लिनुभयो नि, तपाईँले लिएका नामहरू तपाईँको आफन्त छरछिमेक नातागोता इष्टमित्र भन्दा भावनात्मक हिसाबले जोडिएका व्यक्तिहरूको लिनुभयो भनेपछि हामीलाई खास परिस्थितिमा काम लाग्ने भनेको रगतको नाता मात्रै पनि त भावनाको नाता हो होइन। भावनात्मक नाताले हाम्रो जीवनका खास परिस्थितिमा हाम्रा खास क्षणहरूमा हामीलाई साथ दिने चाहिँ सम्बन्ध चाहिँ रगतको भन्दा भावनात्मकको हिसाबले पनि हुँदो रहेछ भन्ने खालको कुरा तपाईँबाट पनि पुष्टि हुन्छ, त्यो कुरा स्वीकार्नुहुन्छ एकदमै होइन। ईश्वर सिंह, तपाईँ नेपाली म्युजिकल करियरमा आउँदाखेरि होइन सुरुवातीका क्षणमा त अवश्य पनि गोजीमा पैसा भए पनि होइन अरू कहीँ न कहीँ कन्फ्युजन होइन, कुन स्टुडियोमा काम गरौँ, कुन एरेन्जरसँग काम गरौँ होइन, कुन गायिकालाई ईश्वरको गीत गाउन दिउँ होइन, मिडियालाई कसरी मैले यो गीतलाई प्रसारण गर्नलाई समन्वय गरौँ, यावत कन्फ्युजन त हुन्छ होइन। त्यसैले ईश्वर सिंहलाई कम्तीमा पनि मलाई म्युजिकल करियरमा मलाई कसैले पनि साथ दिएन, आज म यहाँसम्म छु मेरो आफ्नै व्यक्तिगत कारणले छु भन्ने छ कि अथवा कम्तीमा पनि उहाँले चाहिँ मलाई यहाँ नडराइदिया भए म आज गीत सङ्गीतभन्दा अन्त्य कतै हुन्थेँ भन्ने त्यस्तो केही छ होइन। अब अग्रजको त्यो प्रेरणा त हुने नै भयो होइन। धेरैजना हुनुहुन्छ मेरो पनि। म त अब अझै पहिला चाहिँ गीत सङ्गीतमा लाग्ने मान्छे, केही समय ढिला गरेर प्रवेश गरेको मान्छे पनि हो। फेरि म किनकि खेल क्षेत्रमा तपाईँ खेल क्षेत्रमा पनि थिएँ त्यति बेला। अब तपाईँ भलिबल खेल्नुहुन्थ्यो? हजुर, म भलिबल कम्पिटिसनमा जानुहुन्थ्यो होला धेरैचोटि। अब त्यो भलिबलको त मेरो भिन्दै खालको इतिहास छ। म त अब त्यो नेसनल प्लेयर पनि हो। तपाईँ नेसनल गेमहरू पनि खेल्नुहुन्थ्यो? नेसनल गेम म पश्चिमाञ्चल विकास क्षेत्रबाट धेरैचोटि म्याच खेलिरहेको मान्छे पनि हो। खेलाडीमा त फेरि म ईश्वरको फ्यान है भलिबल खेलाडी। तपाईँलाई खेल क्षेत्रको एउटा प्रश्न पनि गर्छु अनि अब खेल्दै जाँदाखेरि अब धेरै कुराहरू छन्। अब खेलमा छ भने खेल्ने, यता गीत पनि गाउने खालको त्यो खालको स्वभाव पहिलेबाटै बजाउने गाउने खालको। म त त्यो तपाईँ बजाउन पनि बजाउनुहुन्छ? बजाउन के बजाउनुहुन्छ?
बजाउँछु लगभग मौलिक बाजाहरू सबै। ए तपाईँ पञ्चबाजा पनि बजाउनुहुन्छ? पञ्चबाजा त सबै सेट। भनेपछि सनाई पनि बजाउनुहुन्छ? सबै हो। ए सनाई सबै सेट बजाउनुहुन्छ? दमा, टेम्पो, ढोलकी? मौलिक यो पञ्चबाजा अस्ति सुटिङमा ढोलकी बजाएको उसले ढोलकी बजाएको मैले गीत गाएको देखेन हो र? त्यो भिडियोमा कि होइन छुट्टै बाहिर? छुट्टै घरमा यसो सुटिङ सकेर रमाइलो गरेको क्या। ए त्यसको फुटेज हामीसँग छ हैन? ए तपाईँ सबै बाजा बजाउने? मादलहरू, हजुर खेलाडी पनि हुनुभयो। साङ्गीतिक क्षेत्रमा एउटा गायकको परिचय बन्नुभन्दा अगाडि हजुरको परिचय खेलाडीको। नेसनल गेम पनि खेलेको हुनाले गर्दाखेरि गेम खेल्न पनि जाने, त्यहाँ गीत पनि गाउनुहुन्थ्यो एकदम होइन? भनेपछि अहिले पछि खेल क्षेत्र छोड्नुभयो, फेरि गीत सङ्गीत क्षेत्रमा मौला हुनुभयो। अहिले पछिल्लो समयमा जति पनि नेसनल अथवा जति पनि तपाईँको प्रदेश स्तरका खेलहरू हुन्छन् त्यसमा तपाईँलाई असाध्यै मनपर्ने खेलाडीको एकजनाको नाम लिनु पर्यो भने? अहिले पछिल्लो समयमा धेरैजना भाइहरू हुनुहुन्छ म त, किनकि अब म पनि त्यही फिल्डको, म आफै खेलेको हुनाले त्यसको अब कतिको खेलको के छ प्रगति, त्यसको प्रभाव के छ भन्ने कुराहरू सबै मैले बुझेको हुनाले सबैजना हाम्रो गण्डकी प्रदेशका सबै भाइहरू, सबै खेलाडी भाइहरू, अझै विशेष गरी भलिबलको सबैजनाको उत्तिकै लगानी छ, उत्तिकै चाहिँ समय छ, सबै एकदम राम्रो छ। पछिल्लो समयमा मलाई चाहिँ अलिक बढी गेम मनपर्ने र लामो समयसम्म टिकेर खेल्ने प्रिय भाइ हुनुहुन्छ। विशेष गरी भाइलाई चाहिँ हामीले उत्पादन गरेका थियौँ। त्यो तपाईँको गलकुटबाटै? नै हाम्रो गलकुटका धेरै भाइहरू त हुनुहुन्छ, तर अहिले म पोखराबाट खेल्दै गर्दाखेरि हाम्रो सन्जु विक्रम भाइ, सन्जु विक्रम साई भाइ, जो हामीले पहिलो म्याच चाहिँ मैले बोलाएर हामीले चाहिँ खेलाएका थियौँ। इन्करेज गर्नु गरेपछि भाइको त्यो बढ्दो क्रम चाहिँ हुँदै गयो। अहिले उहाँ निकै राम्रो गरिरहनु भएको छ। अब भाइ एकदम राम्रो छ पछिल्लो समय। अब भाइको पनि धेरै वर्ष लगभग खेलिसक्नु भएको छ। अझै पनि भाइको गेम चाहिँ मलाई मनपर्छ कि आफैले त्यो उत्पादन गरेको भएको भएर पनि अझै राम्रो हो। हाम्रै गलकुटका, हाम्रै अब गण्डकी प्रदेशका बागलुङका भाइहरू धेरै हुनुहुन्छ। तपाईँ यसभन्दा अगाडि भलिबल खेल्नुहुन्थ्यो? अलिअलि खेल्थेँ म त, त्यस्तो अब त्यो बाहिर खेल्न हिँड्ने त्यस्तो भएन, तर गाउँमा आफ्नो उसमा चाहिँ म पनि खेलेको। कुनै पनि व्यक्तिले आफ्नो खास परिस्थितिमा गरेको मूल्याङ्कनले जीवनमा धेरै ठुलो अर्थ राख्छ होइन? त्यसैले फलस्वरूप आज हामीले तपाईँहरूलाई निमन्त्रणा गरेको हो र यो कार्यक्रममा तपाईँहरूलाई भन्न लागेका छुटेका कुराहरू केही छन्? यो हाम्रो बसाइ आजको कुराकानी के कस्तो लाग्यो? तर मलाई फेरि त्यो बोल्नै आउँदैन कि, गाउन चाहिँ आउँछ, बोल्न अलि आउँदैन होइन? बोल्नुहोस् भन्दा बरु गाउनुहोस् हुन्छु के। तर पनि अब केही बोल्न नजाने पनि केही कुराहरू राख्ने अब एउटा मौका मिलाइदिनु भयो, त्यसको लागि विशेष गरी अब हजुरलाई धेरै धेरै धन्यवाद। सम्पूर्ण दर्शक श्रोताहरूलाई म गायिका कालिका रुका मगरको फेरि पनि नमस्कार गर्न चाहन्छु। हाम्रो गीतलाई माया त गरिदिनु भएको छ, अझै धेरै होला र हजुरहरूको माया, साथ, सपोर्ट, हौसलाले नै हामीले अझै मिठा मिठा गीतहरू, अझै मौलिक गीतहरू लिएर आउने कोसिस गर्नेछौँ। आफ्नो संस्कार, सांस्कृतिक पहिचान कहिले पनि बिर्सिने छैनौँ। मौलिकलाई नै हामीले प्राथमिकता दिएर अगाडि बढ्ने नै छौँ। हजुरहरूले यसरी नै माया गरिदिनु होला मौलिक गीतलाई, हाम्रो आवाजलाई। किनकि हाम्रो यो रियल टक होइन, नामै अब काफी छ। रियल जे छ यथार्थ होइन, छर्लङ्ग बोल्ने टक्क पार्ने खालको कार्यक्रम। एकदम नाम पनि युनिक छ, एकदम मलाई खुसी लाग्यो। किनकि अब हामी फेरि यसरी बसेको हुन त हामी यहीँ पछि होइन कलाकान्तिक हिसाबले अनौपचारिक हिसाबले हामी भेटिरहेका छौँ। कार्यक्रमको सिलसिलामा हामी अब युकेमा हामी सँगै बस्यौँ, अब अरू कार्यक्रममा पनि हामी सँगै बस्यौँ। तर फेरि हामी यसरी यो एउटा चाहिँ रियल टकमा यसरी चाहिँ रियल कुरा जे छ त्यो कुराहरू एउटा चाहिँ बोल्ने अवसर फेरि हजुरले एउटा यो कार्यक्रम मार्फत जोडिदिनु भयो। विशेष गरी अब यो गीतको सन्दर्भमा घडीको सुई उल्टो घुमेर यो सन्दर्भमा हामीले बस्यौँ र यहाँको हामीलाई यो जोडाएको पनि यो घडीको सुई उल्टो घुमेर यो गीतले नै हो होइन? दर्शकको धेरै हामी बाहिर चिया खान भेटेको हुन्थ्यौँ, हामी भेटिरहेका छौँ होइन? हाम्रो अन्तर्वार्ता क्यामेराभन्दा बाहिर हुन्थ्यो होइन? त्यो गीत नआइदिएको भए त्यही गीतले नै हामीलाई एउटा क्यामेराको फ्रेममा एउटा विषयवस्तुमा बाँधिएर हामीलाई कुरा गर्ने माहौल बनायो। विशेष गरी यो पछिल्लो समयमा हामीलाई धेरै माया गर्नुहुने आदरणीय दर्शक श्रोताहरू, जो म त भगवानै भनेर पुज्ने गर्छु, पछिल्लो समयमा अत्यन्तै धेरै माया दर्शाइदिनु भयो।
यो हाम्रो घडीको उल्टो सुई घुमेर भन्ने गीतका सबै आदरणीय दर्शक श्रोताहरू शुभचिन्तकहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब मिठो कुराकानी भयो होइन, अब केही कुराहरू हामीले बोल्दै जाँदाखेरि केही कुराहरू छुटेका होलान् होइन, तिनी कुराहरू पनि अब हामी बिस्तारै त्यसलाई सुधार्दै जाउँला। र विशेष गरी हाम्रो यो टिम घडीको सुई उल्टो घुमेर टिमका सर्जक आदरणीय शिव अखिली सर, त्यसै गरेर डाइरेक्टर सर, त्यसै गरेर हाम्रो स्टुडियोका हाम्रा एसबिएन किस्मत सर लगायतको टिम होइन, क्यामराम्यान अब मेकअप म्यानदेखि लिएर होल हाम्रो बागलुङ जिल्ला बडीघाट गाउँपालिका नम्बर 5 का सबै आदरणीय स्थानीय बासिन्दाहरू जो आबद्ध हुनुहुन्छ टिममा, सबैलाई हृदयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छु। र विशेष आभार चाहिँ आदरणीय हाम्रा दर्शक श्रोताहरू, उहाँले यो गीत मन पराइदिनु भएको छ। यस्तै गीतहरूलाई प्रोत्साहन गरिदिनु होला होइन, यस्ता गीतहरूलाई अझै हाम्रा मौलिक नेपाली माटोलाई सुहाउने हाम्रो संस्कार र संस्कृतिसँग जोडिएका गीतहरू जति पनि गीतहरू हुन्छन् त्यो हाम्रो मात्रै नभएर अरूका गीतहरू पनि सुनिदिनु होला, माया गरिदिनु होला, संरक्षण गरिदिनु होला। अब तपाईँ हामीले नगरे, अब यो पुस्ताले नगरे पछिको पुस्ताले त बिर्सिन्छ। जस्तो यानी माया भन्ने कुरा शब्द त मान्छेले बिर्सिसक्यो होइन, सोरठी के हो त भन्ने कुराहरू त हामीभन्दा अघिल्लो पुस्ताले त बुझिसके, तर हामीले चाहिँ बुझेन भने त त्यसको अर्थ रहन्न। त नेपालको अर्थ त रहन्न नि त, यस्तो संस्कृति रहन्न। यो कारणले गर्दा यो कुराहरूलाई बुझिदिनु होला भन्दै फेरि पनि अब रियल टकमा रियल गफ गर्न पाइयो, मनको कुरा पोख्न पाइयो। हाम्रो राजेशजी लगायत सबैको टिमलाई धेरै धन्यवाद दिन चाहन्छु। बाँकी फेरि अरूको बसाइ अरूमा फेरि हामी कुराकानी गर्दै गरौँ। फेरि पनि उहाँहरूसँग छुटेका प्रश्नहरू हामी अर्को श्रृङ्खलामा गर्ने प्रयास गर्ने नै छौँ। र घडीको सुई उल्टो घुमेर प्रसङ्ग विशेष हामीले आजको कुराकानी तपाईँहरूको बिचमा राख्यौँ। रियल टकलाई हेरेर साथ दिने तपाईँ सबैजनालाई धेरै धेरै धन्यवाद। म यस कार्यक्रम प्रस्तुता राजेश बर्दिवालाई पनि आज्ञा दिनुहोस्।